अब त्यो अर्को टेलिभिजन क्रिएसन चाहिँ मैले गरे हो त्यो नेपालमा म्युजिक भिडियो पहिलोचोटि ल्याएँ मैले शुद्ध डाइरेक्सन गरेँ पहिला 100 म्युजिक भिडियो गरेको छु मैले 1985 मा सङ्गीत सङ्गम भन्ने एउटा कार्यक्रम थियो टेलिभिजनबाट आउँथ्यो टेलिभिजन आएछ घर समुचित गरे हिट भयो आज मलाई गाली पनि गरे पत्रिकामा यति गाली आयो कि गाउने के अरे सुन्ने कुरालाई टिभीमा भिडियोमा देखाइदिएर समुचित बाँसकोटाले के गर्यो भनेर यति मेरो विरोध पनि आयो तैपनि मैले गर्दै छोडिनँ गर्दै गएँ अहिले अब त्यो म्युजिक भिडियोको वर्ल्ड त मलाई थाहा छ वर्ल्डको बारेमा मलाई साउथ एसियामै थिएन मैले गर्दाखेरि कति भित्र रोएँ बाहिर आँसु झरेन कति रोएँ भित्र बाहिर आँसु झरेन तर मलाई त्यो हार मलाई मन पर्दै परेन मैले जिन्दगीमा कति फेलर छ छोड्दिनुहोस् न Extreme Energy Drink. नेपाली साङ्गीतिक क्षेत्रका यस्ता हुनार स्रष्टा जसले 6 दशक नेपाली सङ्गीतलाई योगदान दिनुभएको छ अहिले पनि त्यत्तिकै क्रियाशील हुनुहुन्छ नेपाली गीत सङ्गीत क्षेत्रमा सम्बुजित बास्कोटा आज देशसञ्चार चौतारीको अतिथि हुनुहुन्छ दाइलाई स्वागत छ थ्याङ्क यू भेरी मच धन्यवाद हामीले दाइलाई बाल्यकालबाटै सुन्दै आएको नेपाली मेलोडिज गीतहरू होस् या लोकगीत होस् या लोक पप या चलचित्रका गीतहरू होस् दाइको सङ्गीत अथवा कुनै कुनै गीतमा स्वर पनि हुन्छ र धेरै गीतहरू सुनिन्थ्यो गीत सङ्गीतलाई कसरी पछ्याउनु भयो को मार्फत पछ्याउनु भयो म अब हुन त अब स्कुलको जीवनमै पनि अलिकति एक्टिभ थिएँ म स्पोर्ट्समा यताउति सबैतिर अलिकति ड्रामा नाटक खेल्ने अथवा यसको हुन्छ नि एक्टिभिटिजहरूमा हुन्थेँ मेरो घरमा मेरो बुवासँग भेट्न मेरो फादर पनि अलिकति साङ्गीतिक क्षेत्रको त होइन उहाँ त सङ्गीतलाई माया गर्ने मानिस मास्टर रत्नदास प्रकाश जगतमर्दन थापा फतेमान दाई अनि उहाँहरूको आगमन कहिले कहिले बुवासँग ज्यामिङ हुन्छ नि मेरो बुवाको एउटा राम्रो हार्मोनियम थियो उहाँहरू आएर त्यहाँ ज्यामिङ गर्नुहुन्थ्यो त्यो हार्मोनियममा बस्ने गीत गाउने पुरानो गीतहरू कुनै अब विदेशी हिन्दी चलचित्रका गीतहरू पनि गाउने नेपाली पनि गाउने अब त्यहाँ आएर धेरै हुन्थ्यो अब आफू केटाकेटी मान्छे यसो हेऱ्यो के हो रमाइलो लाग्थ्यो यसो हेऱ्यो अब उहाँहरूको अगाडि त अलि आफूले होइन आफू स्कुल गयो त्यो म्युजिकल सिनेरो दिमागमा कता अड्किरहन्थ्यो नि अब पछिबाट गएर पछिल्लो जीवनमा यो आफ्टर स्कुल प्रोग्राम भन्ने एउटा स्कुलबाट हुन त म स्कुलमा पनि आफै पनि एक्टिभ यसो गाउन भन्ने विषय हुन त मेरो आवाज अलि अलगै छ अलि कस्तो अप्ठ्यारो त लाग्थ्यो मलाई तैपनि अब ठुला दाइहरूसँगको त्यहाँ चिन्जान भेटघाट इभन म त्यो बाल मन्दिरले एउटा प्रोग्राम गर्थ्यो आफ्टर स्कुल प्रोग्राम भने त्यहाँ हामी धेरै कलाकारहरू अहिलेका हामी साथीहरू छौँ सबैको नामले पनि धेरै लामो नाम हुन्छ अहिले लोकप्रिय नै हुनुहुन्छ उहाँहरू त्यहाँ आफ्टर स्कुल प्रोग्राममा हामी जान्थ्यौँ त्यहाँ कहिले नाटक गर्थ्यो कसैले के गर्थ्यो त्यो एउटा राम्रो समयको वातावरण सिर्जना भएको थियो त्यो बाल मन्दिरमा हुन्थ्यो सेन्ट जोसेफबाट पनि आउने भानुभक्त स्कुलको लैन्चो शान्ति विद्याको जहाँको अलिकति स्कुलमा एक्टिभिटिजमा राम्रो भएको स्टुडेन्टहरूलाई त्यहाँ पठाउने सेलेक्सन भएर पठाइन्थ्यो म त्यहाँ त्यसमा म पनि पढेको थिएँ पछाडि म नाटक खेलेँ त्यहाँ गएर म नाटक खेल्दाखेरि मेरो उमेर 15 वर्ष जतिको थियो होला 15 इयर्स 14-15 वर्षको थियो बालकिन समझीको भक्त प्रहलाद नाटक थियो अनि मैले चाहिँ त्यो नाटकमा मलाई पनि एउटा चक्रमूर्तिको अभिनयको लागि मलाई अनुमान म त्यसमा सिलेक्सन भएँ बडा राम्रो नाटक थियो र हामीले मञ्चन धेरै साथीभाइहरू अहिले सबैजना कोही डाक्टर हुनुहुन्छ इन्जिनियर हुनुहुन्छ कोही चाहिँ यो सञ्चार क्षेत्रमा पनि हुनुहुन्छ
उहाँहरू पनि हुनुहुन्थ्यो। त्यो नाटक खेलियो र त्यसमा चाहिँ म प्रथम पाएँ अनि मलाई राजा महेन्द्रबाट गोल्ड मेडल मैले पाएँ। त्यो गोल्ड मेडल लागेको क्षण र त्यो नाटक गरेको क्षण चाहिँ एउटा किसिमको कस्तो खालको बेला जीवनमा एउटा अब म पाइलट बन्छु कि पछि पढेर अब कन्टिन्यू अब आफ्टर एसएलसी कलेज गएर जाने भन्ने त छँदै थियो त्यो, तर पनि अचम्मको त्यो एउटा फिल भयो मलाई देन। अब त्यहाँ फेरि गिटार सिटार पनि बजाएर साथीभाइहरू गीत गाइरहन्थे, यसो गरिरहन्थे। मलाई पनि ल वाइ नट मलाई गाउनु, त्यो नाटक त एकचोटि खेल्यो सकियो, त्यो गाएर त बसेको त्यहाँदेखि बडा रमाइलो हुन्थ्यो पनि। म पनि ल भनेर गानामा पनि यसो अलिकति इन्ट्रेस्ट भएर आएर अनि गिटार एउटा चाहिँ आफूले सुरु गरेँ, आफूलाई अलिकति केही गाउने यसो सिक्ने। मानव स्कुलमा केही गुरुहरूले त्यो शास्त्रीय सङ्गीत अब सरगमहरू त सिकाउनु हुन्थ्यो, त्यो सिकिन्थ्यो। अनि अहिले जानेर अनि त्यसपछि बिस्तारै त्यो दिमागमा चाहिँ त्यो छाप परेको थियो। अनि सङ्गीतमा चाहिँ अब म होमिन्छु भन्ने नै, होमिन्छु भन्दा नि अब लहरमा रेडियो नेपालमा गएर मैले भोइस टेस्ट गर्न 28 सालमा भोइस टेस्ट गर्न गएँ। भोइस टेस्टमा म चाहिँ उत्तीर्ण पनि भएँ। अनि त्यो डेट चाहिँ कुर्न बडा गाह्रो थियो, त्यो पाउनलाई, त्यो रेकर्डिङ टाइम पाउन एकदम गाह्रो थियो। दाइहरू दिग्गज दाइहरू नातिकाजी, मलाई मेरो भोइस टेस्ट लिन्छ नातिकाजी र शिवशङ्कर हुनुहुन्थ्यो, उहाँले लिनुभएको आवाजको परीक्षा र म पास भएँ। मेरो आवाजमा मैले दिन चाहिँ आधुनिक गीत पनि गाउँछु भनेर दिएको थिएँ, तर लोकगीत पनि दुइटैमा हुन्छ भनेर दिनुभयो उहाँले। तर 28 सालमा, तर त्यो फेरि डेट भोइस टेस्ट त भयो, तर गाउने कहिले, रेकर्डिङ गर्ने कहिले। गानाहरू त एक दुईवटा अब बिस्तारै आफैले पनि अब कम्पोजिसन भने के हो, अब गाउनको लागि गएको हो मान्छे म, तर आफैले पनि बनायो भने गीत सित गर्थेँ मैले। तर मलाई एउटा दुईवटा गाना चाहिँ मैले कम्पोज गरिसकेको रहेछु र मैले त्यो जाने अब पढ्दै पनि अब पढ्ने बेला आयो, फेरि एसएलसीको बेला गाह्रो हुन्छ, त्यो पनि त्यसलाई पनि मध्यनजर गर्नु पऱ्यो। घरमा अलिकति यो कहाँ लागेछ यो भन्ने पनि थियो। अब अर्कैतिर ट्र्याकमा जानुपर्ने मान्छे भनिरहेको थियो है। तर अब त्यही पनि अब त्यो बस्नु, त्यो नाटकको तकमाले र त्यहाँको वातावरणले मलाई कता र घरको वातावरणले, दुइटै वातावरणले मलाई यो लाइफमा अगाडि चाहिँ बढायो। दाइले अघि एउटा सन्दर्भ ल्याउनु भएको थियो, साथीहरूले त्यहाँ अथवा नजिक गिटार बजाएर गीत गाइराख्दाखेरि तपाईँले गिटार हातमा लिएर पहिलोचोटि कसको गीत गाउनुभयो, अनि गीत गाउनुपर्छ भन्ने कुराहरू घरमा थाहा पाएपछि परिवारले कस्तो रेस्पोन्स दिनुभयो? बुवाले, विशेष गरेर बुवा मम्मीले के भन्नुभयो? दिजु म अनि दुईवटा बहिनीहरू, हजुर एक्लै छोरा म। अनि त्यसपछि कस्तो भयो भने त्यहाँ बुवालाई सबै थाहा थियो कि नेपाली गीत सङ्गीतमा लागेका साथीभाइहरूको त्यो बेलाको आफ्नो एक किसिमको गाह्रो, म मध्यवर्ग परिवारको मान्छे पनि हुँ। मेरो बुवाले पनि धेरै सङ्घर्ष र मिहिनेत गर्नुभयो र मलाई अब पढाउने यस्तो गर्नेमा लाग्नु भएको थियो। तर मेरो ट्यालेन्ट के थियो भने म आफै पनि त्यो स्कुल कम्पिटिसन, आफ्टर स्कुल कम्पिटिसनमा अरू स्कुलमा थिएँ। पहिला म शान्ति विद्यामा पनि पढेँ, अनि भानुभक्त स्कुल मेरो घर छेउ थियो, पानीपोखरीमा भर्खर सुरु भएको थियो। अनि म त्यो स्कुलको कम्पिटिसनमा अरू स्कुलबाट आएर मैले स्कुलमा गाएँ। त्यहाँ एउटा गीत थियो, धानबारी जाउँला माया प्रीति लाउँला कान्छीको सिरेमा फुलको थुङ्गा रेशम भन्ने, त्यो गाना अहिलेसम्म म रेकर्ड गरेको छैन। त्यो गाना मैले गाएँ र गाएर त्यो गाना गाएपछि वाइ भयो र मैले पुरस्कारहरू पाएँ। अनि त्यसपछि त्यो मेरो त्यो भानुभक्त स्कुलको प्रिन्सिपलले मलाई, म त्यो बाटो जाने वाक गरेर पनि उसले एक कल विमान दिए, बोलाउनु भयो उहाँले, भन्नुभयो कि त्यो एकदम ट्यालेन्टेड रहेछ, यस्तो गाउने साउने यसो घर यहीँ बस्छौ, हाम्रो स्कुलमा किन पढ्दैनौ भनेर सोध्नुभयो। मैले मेरो जवाफ के थियो भने मेरो परिवारले तपाईँको स्कुलमा बोर्डिङमा पढाउनुलाई सक्नुहुन्न, अहिले म त्यो वर्गसँग पढ्दिनँ, मेरो अलिकति आफ्नो त्यस्तै छ अहिले म भने पनि म अब सायद बुवा सक्नुहुन्थ्यो कि मैले आफैले भने। किनभने बुवालाई, मेरो फादरलाई पनि फ्यामिलीको धेरै ठुलो बोझहरू, त्यहाँ आमाको घर ठुलोमा पारिवारिक थियो। अनि मैले आफैले फिल गरेँ मेरो फादरलाई कि मैले त्यो दुःख दिनुहुन्न होला भनेर। भनेपछि न तपाईँलाई हामी स्कलरसिप दिन्छु, आउनु हाम्रो स्कुल जोइन गर्नु। म अन्त पढिरहेको मान्छे
भने घरमा आएर सुनाउँदाखेरि बुवा जेल पर्नुभयो। कसरी भन्नु मलाई, मैले गीत गाएको थिएँ, यस्तो यस्तो भयो, यस्तो यस्तो भयो रहेछ त, हो र भन्नुभयो। हो भने त्यसपछि त्योभन्दा अगाडि मलाई धेरै नै बुवाले कहाँ यो गाना गिटार सितार यताउति यसो सङ्गीतमा भनिरहनुहुन्थ्यो। त्यो बेलादेखि मलाई अलिक कम भन्न थाल्नुभयो। अनि म भानुभक्त स्कुलमा पढेँ। अनि त्यसपछि म आफ्नो स्कुलमा गएको हो। भानुभक्त स्कुलकैमा पढेपछि चाहिँ आफ्नो स्कुलमा गएको हो म। फेरि भोइस टेस्ट गरेँ, ऊ गरेँ र गिटार चाहिँ मैले बजाएँ। त्यो ध्रुव केसीजीको गीत थियो एउटा, नरो नरो साइली मै जाने बेलामा भन्ने गाना। त्यो गाना चाहिँ मैले गिटार कोर्समा त्यो गाना गाउँथेँ। केही हिन्दी गीतहरू पनि अब त्यो बेला चलिरहेको थियो, त्यो पनि गाउँथेँ। गिटार वादकहरूसँग मन गरेर बसेर अलिकति सरसल्लाह अनि साङ्गीतिक किताबहरू पढ्ने, आफूले म्युजिकल अलिअलि नलेज आफूले गेन गरेर केही गुरुवरहरूले पनि भानुभक्त स्कुलमा हुँदाखेरि सिकाउनुहुन्थ्यो, त्यो पनि गरेँ। अनि पछिल्लो समय त अनि आफू त्यसलाई एक्टिभ भएर जान थालेँ। म अब एसएलसी सकेँ, कलेज जाने बेला भयो, यताउति भयो, सबै भयो। तर एउटा कुरा, 28 सालमा भोइस टेस्ट पास गरेर मान्छेलाई मलाई 30 सालमा मैले डेट पाएँ, 2 वर्षपछि। अलिकतिको यति रमाइलो ढाका आज गरेर ट्याग गरेर रेकर्ड गरेँ, कहाँ पाउनु र। त्यसको लागि धेरै साधना, धेरै प्रयास, धेरै गर्नु पर्थ्यो। रेडियो नेपालमा ठुला दिग्गज दाजुभाइहरू, बच्चु कैलाश दाई त्यही भेट्नुहुन्थ्यो, नाति दाई, शिव दाई, पुष्प नेपाली, अनि हाम्रो कोइली देवीजी त्यही हुनुहुन्थ्यो। हामी जान्थ्यौँ। बजाउने बाजेवादकहरू राम्रा एकदमै माझिएका, साधनारत भएर आएका व्यक्तित्वहरू त्यहाँ भेट हुन्थ्यो। र सुरुमा त हामीलाई पनि डेट नदिँदाखेरि रिस उठ्थ्यो। गाना लिरिक्स पनि त्यहाँ सेन्सर हुन्थ्यो, छानिन्थ्यो। तर पनि पछि बुझ्दै जाँदाखेरि अहिलेका त्यो जुन कालजयी गीतहरू, बच्चु कैलाश दाईका, नारायण गोपाल दाईका, अब फतेमान, अब सबै, अब भक्तराजजीको गीतहरू, सारा गीतहरूको अहिले हेर्दै आउँदाखेरि पुरानो गीत हेर्दै यस्तो सेन्सरसिपको त्यो चिज चाहिँ बडा राम्रो रहेछ है। त्यो शब्दहरूमा साहित्यिक भाषिक मिल्ने गीत सङ्गीतलाई त्यो चाहिँ अहिले अनुभव कति कुराहरू आफूले पनि त्यही स्कुलिङमा बस्यो त आयो। र मैले गिटार छोडेर पहिला गाएको गीत चाहिँ त्यही ध्रुव केसीजीको भन्ने थियो। र मैले आफूले सिर्जना गरेको गीत मैले भने फेरि 28 सालमै एउटा घटना छ अर्को। मेरो एउटा साथी थिए सँगै हिँड्ने, उसको नाम बिके राणा हो। उसलाई मैले आफ्नो सङ्गीत र आफ्नो रचनामा बोलाउँ भने उनी त बोल्दिनन्, नबोलाउँ म माया पाउँदिनँ, मेरी माया मैले के गर्ने भने गाना म सङ्गीतकार र लिरिक्स राइटर भएर रेकर्ड गराएको मैले 28 सालमा उहाँको भोइसमा। 28-29 सालमा, यस्तै सालमा 29 सालमा गराएँ मैले। र मेरो आफ्नो चाहिँ रेकर्डिङ चाहिँ 30 सालमा गरेँ मैले। 30 सालमा मैले सुरुमा गाएको गाना चाहिँ कुन सहरमा छौ मायालु बिन्ती मलाई पत्र लेख, यो कान्छी छोडेर जान्छे म जस्तो सोझालाई। मैले हाफ डेट पाएको थिएँ, हाफ डेटमा 2टा गाना रेकर्ड गरेँ। त्यसपछि अनि अलिअलि नाच्यो मैचाङ, डम्फुको तालैमा, यी गीतहरू, अलि लोकलहर फ्लेयरको गीतहरू, अनि फेरि पढाइ यता काम यता, स्टेजहरू हुन्थ्यो, स्टेजमा जाने गाउने क्रमबद्ध चल्यो। रह्यो कुरा अन्तिममा तपाईँको मैले 34 सालपछि जाने, 33 सालदेखि जाने। अनि आधुनिक सङ्गीतलाई पनि अलि सुगम आधुनिक सङ्गीतपट्टि पनि आफूलाई हुमिन थालेँ। त्यहाँबाट सुरु भयो तिम्रो त्यो हँसिलो मुहारको झझलको जब आउँदा, आफूले लेखेर गरेँ गाना। दाइले 28 सालमा स्वर परीक्षण गरेपछि 30 सालमा आएर बल्ल अवसर पाउनुभयो। यो 2 वर्षको ग्यापमा कति छटपट्टि भयो दाइ? कहिलेकाहीँ आफ्नै स्वर अथवा आफ्नो कम्पोजिसन अथवा आफ्नो काम गराइप्रति खिन्नता त्यस्तो अनुभूति भयो? अब हेर्नुहोस्, तपाईँले मलाई कहाँ पढाइरहनु भएको छ अहिले कि म 5 दशक करिब कम्प्लिट भएर 6मा छु म। तर कहाँ अहिले तपाईँले मलाई कहिले रत्नपार्क पुगिरहेको छु म अहिले, कहिले बागबजार, कहिले त्यो लाइन चोकको त्यो पुरानो त्यो राजदरबारको ब्याक साइडमा उत्तर ढोकापट्टि रुखै रुख त्यो झुन्डेको चाहिँ चमेराहरू बस्थे। त्यो गल्ली त्यहाँ भागेर दौडेर गल्ली पुत्र सडक यी चिजहरूको मेमोरीमा आइरहेको छ। मेरो घर पानी पोखरीमा बस्थेँ म, त्यो रुखहरू बायाँ हुन्थ्यो, गिटार बोकेर आयो राति
तपाईँको त्यो पर्खालमा बसेर म गिटार प्र्याक्टिस गर्थेँ कि घरमा डिस्टर्ब नहोस् भनेर। कतिले मेरो फादरलाई कम्प्लेन पनि गर्थे, त्यो छोरा रातभरि बसेर गिटार बजाएर बसिरहेछ भन्थे पनि। याद छ मलाई मेरो त्यसमा आइजिपी हुनुहुन्थ्यो खड्गेजुत बराल, उहाँले मेरो फुवालाई चाहिँ बुवालाई गोपाल, मेरो बुवाको नाम गोपाल हो, गोपाल बास्कोटा, उहाँलाई चाहिँ तिम्रो छोरा के रातभरि गिटार बजाएर बसे त्यो पर्खालमा त्यो रिपोर्ट आउँछ, छरछिमेकी डिस्टर्ब हुन्छ के हो, त्यो पनि मलाई हुन्थ्यो। पक्कै चाहिँ हालेर त लखाड्थ्यो कहिले कहिले। अब कहिले राति अब अरू बेला पढ्नु पर्यो, अब सबै त्यो बेला त हाम्रो घरमा खानासाना 6-7 बजे नै खाना खाएर सुत्ने बेला हुन्थ्यो। अब त्यहाँ म तल बसेर गिटार बजाउँ माथि डिस्टर्ब हुन्थ्यो फ्यामिलीलाई। म बडा एउटै चिज चाहिँ मेरो अनुशासन, म के थिएँ भने दुःख दिन चाहिँ जाँदिनँ मैले कसैलाई पनि। र चाहिँ म त्यसबाट चाहिँ नि अब थियो होला अब आफ्नो बदमासीहरू कतिहरू साथीभाइसँग मिलेर काम गऱ्यो के गर्यो होला, अब आई डोन्ट नो। तर म आफ्नो त्यो प्र्याक्टिस चाहिँ एकाग्र भएर छ नि, अब 4-5वटा गिटारका कर्ड्सहरू जुन अथवा 6-7 कतिवटा कर्ड्स किताबहरू हेर्दै त्यो रुखतिर अहिले म अहिले जान्छु त्यो बाटोबाट, त्यहाँ 3टा रुख थियो लामै, अनि छोटो छोटो पर्खाल थियो त्यहाँले त नि यो ग्लोबल वार्मिङको एउटा के बनाएको छ त्यहाँनिर, त्यो छैन त्यहाँनिर, त्यो ठाउँ छैन। पानी पोखरीको त्यो खानेपानीको ढोका अगाडि मेरो घर थियो ठ्याक्कै, म जन्मेकै त्यहाँ हो। त्यहाँनिर पनि यसो हेर्छु त्यो भित्रपट्टि चौर, त्यो चौरमा गएर माथि एउटा सेतो एउटा त्यो पानी वीर शमशेर, उहाँ चन्द्र शमशेर वीर शमशेरले बनाउनु भएको थियो, त्यहाँ माथि बसेर पनि प्र्याक्टिस गरिन्थ्यो हामीहरू। ज्याम 4-5 अरू साथीभाइ पनि हुन्थ्यो गिटार सिटार बजाएर। त्यो चिजहरूले अब त्यहाँ बसेर प्र्याक्टिस गरिन्थ्यो। घरमा चाहिँ नि डिस्टर्ब गरेन, नगरिकनै त्यो अलिअलि। र त्यो छटपट्टि जाने मलाई 2 वर्ष छटपट्टि कस्तो हुनुभयो भने मेरो साथीको गीत हिट भयो, जसलाई मैले गवाएँ नि बोलाउँ भने उनी त बोल्दैन भने गाना हिट भयो। अब त्यो गीत आफू गाउँला भन्ने ठाने थिएँ, आफूलाई बनाएको थिएँ, तर उसलाई त्यहाँनिर डेट पायो, उसले मेरो डेट त दिएन। ऊ अलि मभन्दा अगाडि भयो, त्यही बेला भोइस टेस्ट गरे हो कि मभन्दा अगाडि गरे हो, उसको पनि पहिलो गीत हो त्यो। उहाँलाई मैले दिएँ, त्यो हिट भयो। वाह क्या गीत गाएको तपाईँले भने उसको तारिफ हुन थाल्यो त्यहाँनिर गायकको। अब म चाहिँ आफूले बनाएको चिज अब उता गरेँ, अब आफू मलाई गाउँ रहर लाग्यो। रेडियो नेपालमा धायो त्यो स्ट्रगलको कुरा गरेँ पनि इट विल टेक द मोर 2 आवर्स। तर म तपाईँलाई के भन्छ यति सङ्घर्ष त्यो बेलामा। अब हामी अब तपाईँलाई कस्तो सबै थियो भन्नुहुन्छ भने साझा बस भन्दा नि अगाडि बसहरू थियो, हिमालयन बस थियो, तपाईँको के बसहरू, शिवशक्ति बस पनि चल्थ्यो सिंहदरबारबाट सम्म पुग्नलाई। अब त्यो बस कुद्ने भने हामी महाराजगञ्जबाट हिँडेर पनि त्यहाँ पुग्थ्यौँ। त गेट खुल्ला थियो, त्यहाँनिर कुनै रोकटोक हुन, त्यो भित्र छिर्यो। अलिक पछिबाट गएर चाहिँ त्यहाँ चिटाउने चलन चलेको थियो रेडियो नेपालबाट रेकर्डिङको बेला त। तर त्यहाँ गयो, त्यो दाहिनेपट्टि आर्मीको चिया कप पसल थियो, त्यहाँनिर अब कस्तो रहर आयो रेडियो नेपालमा। अब त्यहाँ गएर अब यसलाई चाकडी त नमान्नु, सङ्घर्ष भनौँ, त्यहाँ गएर डेट दिइहाल्छन् कि दाइहरूले। किन उहाँलाई पनि प्रब्लम के रहेछ त्यो बेला भने यति धेरैलाई मिलाउँदै 1 वर्षमा लैजानु पर्ने, 6 महिनामा 3 महिनामा डेट दिनुपर्ने। अनि त्यहाँ गाउनको लागि नि के अरे आफू चाहिँ जागिर हुनुभएका सिनियर अग्रज स्रष्टाहरूको जाने कस्तो थियो भने उहाँहरूको डेट हुन्थ्यो आफ्नो आफ्नो। म अब कतिसम्म थियो नि जयनेपाल हल थाहा छ तपाईँलाई? जयनेपाल हलमा त्यहाँबाट 12 बजेको सो सुरु हुने बेलामा लाउड स्पिकरमा बज्थ्यो, गीत बज्थ्यो हिन्दी चलचित्रको। त्यहाँबाट हामी पानी पोखरीबाट सुन्थ्यौँ त्यो जयनेपाल हलमा आएको। अनि हामी त्यहाँबाट हलमा त्यो बेलासम्म दौडेर जान्थ्यौँ। अनि हामीलाई कहिलेकहिले गानाहरू चलेको गीतहरू हिट गीतहरू सुन्नलाई हामीसँग रेडियो हुन थियो। तपाईँको कहिले अल इन्डिया रेडियोहरू अथवा बजाएर टिभी सिबीको जमानै थिएन, गाना आउँथ्यो। हिन्दी गीत कहाँ सिक्ने, कहाँ गाउनु मन लाग्यो भने कहिले हामी हल, अब यो तपाईँ इमेजिन गर्नुहोस् बेलुका विश्वज्योति हल हाम्रो नजिक या जयनेपाल हल, त्यो हलमा हामी हुन त रञ्जना पनि त्यो अलिक पर पऱ्यो। त्यो हलमा चाहिँ राति जब 6 बजेको सोपछि त मान्छे भित्र पर्छ नि, बाहिर सुन्ने हुन्छ 6 बजे। अनि गएर गेटमा कान छ नि, कान राखेर गीत आउने बेला हुन्छ क्या, त्यहाँबाट गीत मजाले सुनिन्थ्यो। मिठो गानाहरू हिन्दी गीतहरू गाउँदै त्यहाँबाट सुनेर अनि
हामी छ नि त्यो गीत भाका एकचोटि होइन दुई चारचोटि गरेर त्यो कति अब कुनै फिल्म हिट भएको बिटको गीतहरू हिट छ भने त्यो गाउनमा त्यहाँ सिक्थ्यौँ हामीहरू। त्यसरी पनि हामीले स्ट्रगल गरेका छौँ। यता एकतिर आफ्नो काम, अब घरको पारिवारिक एउटा हुन्छ, छोरालाई पढाएर बुवाहरूले अब माथि लैजाने गर्ने कुराहरू हुन्थ्यो। त्यो हुँदाहुँदै पनि त्यसलाई पनि सम्मानजनक भनौँ ठाउँमा राखेर उहाँहरूको एउटा फिलिङ्सलाई खात नपुर्याइकन यो काम गरेर अब जस्तो रेडियो नेपाललाई मैले गाएँ 2031 सालमा 30-31 विश्व थियो, हाफ डेट पाएँ। त्यो मलाई उहाँ अलवेज रेस्पेक्ट टु हिम। उहाँको नाम हरि बहादुर रञ्जित हुनुहुन्थ्यो। उहाँले गाएको गीतहरू तपाईँ सुन्नुभयो होला, बालाजु माथि नि हो नि नानी, बालाजु माथि हो नि कान्छेर मान्छे के भन्ने गाना गाउनु भएको उहाँले। त्यो उहाँ अत्यन्त लोकगीतको एकदम पारखी। उहाँले मलाई त्यहाँ गरेको स्ट्रगल देखेर सेतो दौरा सुरुवाल कालो कोट पान खाएर आउनुहुन्थ्यो ओस्ताद जस्तो है। अनि ज्ञानबहादुर दाई पनि हुनुहुन्थ्यो। अनि उहाँ हरिबहादुरले सरले झन् मलाई यहाँ आउँछ सबजित भाइ तपाईँ आइरहनु यतातिर। अब हामी फेरि छ नि त्यहाँ कहिले रेडियोमा कम्पिटिसन हुने के हुने, कहिले त्यहाँ पोखरी थियो गिटार सिटार बोकेर उतार कोही आउँथ्यो उतार कोही दिनभरि यसो अब काम नभएको बेलामा जाने हो। काम भएको बेला त अब पढाइमा यताउता जानु परिहाल्यो। फुस्क्योकै रेडियो नेपाल। अनि त्यहाँबाट डेट पाइसक्यो भने अब अरू दाइहरूलाई सिनाउँछ अगाडि पढ्नै गाह्रो लाग्थ्यो, डर हुन्थ्यो। अनि उहाँले चाहिँ मेरो गाना रेकर्डिङको डेट छ, ल भाइलाई म त्यो डेट दिन्छु, गाउनुहुन्छ त छ त भने भन्नुभयो उहाँले मलाई। हुन्छ दाइ मलाई त्यो प्लिज म गर्छु। कतिवटा गीत भन्ने म दुईवटा गीत छमा छ रेडी छ भने चाहिँ अनि मैले एउटा त्यो कुन सहरमा छौ मायाहरू त्यो बडा चलेको थियो त्यो बेला। अनि यो कान्छी छोडेर जान्छी म जस्तो सोझाला भन्ने गीत थियो। त्यो दुईवटा गाना चाहिँ मैले एउटै डेटमा चाहिँ रेकर्ड गरेँ रेडियो नेपालमा। र उहाँलाई मैले जहिले पनि त्यो मेरो त्यो गाना रेकर्ड गर्न मलाई जसले भेट्यो भने पछिबाट बिस्तारै धेरै गीतहरू मेरो पपुलर भयो, मलाई चिनिन थाल्यो, गर्न थाल्यो। अनि मलाई यतापट्टि हाम्रो आधुनिक गीतबाट पनि म धेरै माथि आएपछि उहाँले मलाई जहिले पनि भेट्दाखेरि मैले सही मान्छेलाई गाउन लगाएको रहेछु भन्नुहुन्थ्यो। म पनि उहाँलाई सधैँ स्मरण गर्छु। हरिबहादुर रञ्जित हुनुहुन्थ्यो उहाँ। म राम्रो चाहिँ मनको मान्छे हुनु सम्झन्छु म कहिलेकाहीँ उहाँलाई। र डेफिनेटली मेरो भोइस टेस्ट लिने शिवशङ्कर नादिका चाहिँ। तर त्यो 2 वर्षको स्ट्रगल चाहिँ मैले आज यहाँ तपाईँलाई भनिरहेँ भने यो अरू क्वेसन्सहरू आउन गाह्रो होला कि यो लामो छ, धेरै उकाली ओह्राली छ, धेरै गाह्रो छ। त मेरो पछि यसलाई फेरि पुनः हामी गरौँला। त 2 घन्टाको त्यो 2 वर्षको मेरो अन्तराल, मेरो पारिवारिक, मेरो शिक्षा, मेरो चाहिँ तपाईँको आफ्नो चाहिँ जिन्दगीको क्यारियर हर कुरामा त्यो समेटेको छ। यो एउटा म आफू समुचित बास्कोटा हो कि होइन महसुस गर्छु अहिले। मै त हो त्यही मान्छेको बेलाको मान्छे हो जो मलाई त्यति गाह्रो कठिनाइ र त्यति भोगाइबाट माथि आएँ। कतै सङ्गतबाट उम्किनु पर्थ्यो, त्यो बेलाको सङ्गति पनि त्यस्तै थिए, कतै आर्थिक दायित्व पनि पर्थ्यो, कतै आफ्नो शिक्षा पनि पर्थ्यो, कति अब पारिवारिक पर्थ्यो, अनेक कुराले त्यो 2 वर्षको भोगाइमा। तर एउटा कुरा चाहिँ थियो, जिन्दगीको एउटा गल्यो पाखुरा भन्ने एउटा हाम्रो लेख्नु भएको थियो शिव अधिकारीजीले है, ध्रुवचन्द्र गौतमजीले लेख्नु भएको छ। यो जिन्दगीको गल्यो पाखुरा भन्नुहुन्थ्यो है, एउटा गीत थियो। मैले नाटकमा गरेको थिएँ, शिव अधिकारीजीकै नाटक हो क्यारे। त्यो भने चाहिँ पाखुरा गलाउन दिनँ मैले जाने, पाखुरा गलाउनै दिनँ मैले। बरु आफ्नो शिक्षा, आफ्नो जो साङ्गीतिक त्यो लर्निङ, ज्ञान लिने, सिक्ने, अग्रेसगा जाने, नहुने, भेट्ने। 2 वर्षमा म 31 सालमा राष्ट्रिय नाटकमा जाहिर पनि खाएँ। बेलुका राति कार्यक्रम हुन्थ्यो, साँझमा पढ्दै पनि थिएँ त्यहाँ। म किन गरी त्यो बाल प्रोग्राममा मैले जुन गोल्ड मेडल पाएको थिएँ नि 15 वर्षको उमेरमा, त्यहाँ पछि मलाई चिन्ने को हुनुहुन्थ्यो भने गोविन्द प्रसाद तिमी सिन्हा र अनि त्यहाँ राष्ट्रिय नाटकहरूको काफ्लेजी हुनुहुन्थ्यो, काफ्ले इन्द्रप्रसाद काफ्ले त्यहाँको जनरल म्यानेजर हुनुहुन्थ्यो।
गोविन्द प्रसाद तिमिल सिन्हा र जगन्नाथ तिमिल सिन्हा भनेको बाबु छोरा। उहाँ गोविन्द प्रसाद पनि एक्टर तिमिल सिन्हा, उहाँ पनि धेरै अभिनय गर्नुहुन्थ्यो रङ्गमञ्चमा र उहाँको छोरा जगन्नाथ तिमिल सिन्हा पुनामा गएर ट्रेनिङ गरेर आउनु भएको र बडा राम्रो मान्छे। उहाँले नै त्यो प्रसाद गर्दाखेरि म बालकृष्ण समजीको एसिस्ट गर्नुभएको थियो। उहाँले मेरो अभिनय त्यहाँ देख्नु भएको भएर अनि त्यो नाच गरेर मलाई चाहिँ एउटा देवदत्त भन्ने नाटक बन्न खुब लाग्थ्यो। उहाँ चाहिँ भुवन चन्दजी दिदी जाने त्यसको चाहिँ मेन लिडमा हुनुहुन्थ्यो यशोधरा, अनि विनोद गौतम भन्ने एकजना हुनुहुन्थ्यो, उहाँ कहाँ हुनुहुन्थ्यो डक्टर, उहाँ चाहिँ अस्कलको राम्रो हुनुहुन्थ्यो, उहाँ पनि ह्यान्डसम हुनुहुन्थ्यो, उहाँ चाहिँ सिद्धार्थ गौतमको रोल गर्दै हुनुहुन्थ्यो, मलाई चाहिँ देवदत्तको भूमिका दिएको थियो। त्यो नाटक अलि रिहर्सल पनि गऱ्यौँ तर त्यो नाटक कम्प्लिट हुन सक्यो। त्यो 2 वर्षको कुरा गर्दैछु म तपाईँलाई, मैले त्यो पनि गर्न गएँ भनेर एउटा पार्ट त बताउँ भनेर त्यो नाटकमा म खेल्ने रिहर्सल गरेँ। गर्दा गर्दै बेलुका साँझ तानी कार्यक्रम हुन्थ्यो स्टेजमा। नारायण गोपाल दाई, प्रेमजोत दाई, आई थिङ्क पुष्प नेपाली दाई, बच्चु कैलाश दाई, तारादेवीज्यू, अनि त्यहाँको कमला श्रेष्ठ, निर्मला श्रेष्ठ, हिरण्य भोजपुरीज्यूहरू, गणेश, त्यहाँ बेलुका गीत गाउनुहुन्थ्यो उहाँहरू। म चाहिँ नाटकको लागि गएको मान्छे, कुमार बस्नेत दाई। अनि मलाई भने त्यहाँनिर कहिले अब नाटक चाहिँ पछि गएर नहुने भयो, क्यान्सल हुने भयो, तर मेरो कन्ट्याक्ट चाहिँ 1 वर्षको थियो। त्यो कन्ट्याक्ट अनुबन्धित गरेर गएको थिएँ नि, अनि मलाई चाहिँ गाउन सक्छ भन्ने थाहा पाएर ल बेलुका इभिनिङ त्यहाँ मलाई पनि गाउनुको लागि चाहिँ एउटा मैले उपेटाएको थिएँ र म चाहिँ त्यहाँ त्यही 30-31 सालमा त्यो राष्ट्रिय नाटकहरूमा पार्ट टाइम भन्ने बेलुका इभिनिङ गरेर एउटा गीत गाउन जान्थेँ, स्टेजमा गाउँथेँ, राम्रो पनि हुन्थ्यो। त्यो बेलामा अलिकति त्यो पीडा, त्यो डेट नपाएको पीडाहरू त्यसले पनि अलि मलाई मलम लगाइयो र त्यसपछि अरू कुराहरूमा म चाहिँ लाग्दै अगाडि बढेँ। जस्तो 15 वर्षको उमेरमा नाटक खेल्नुभयो, त्यसपछि गिटार लिएर गीत गाउँदै जानुभयो। स्पेसल रूपमा चाहिँ आफूले कसलाई चाहिँ गुरु मान्नुभयो त्यतिखेर सङ्गीतमा लाग्नुपर्छ भनिराख्दाखेरि चाहिँ केही न केही त गुरु, कसैलाई कसैलाई गुरु मान्नु चलन थियो? डेफिनेटली जितेन्द्र जोशी भन्ने हुनुहुन्थ्यो एकजना, जितेन्द्र हाम्रो उहाँले बुढानीकण्ठ स्कुलमा पनि सिकाउनुहुन्थ्यो, अनि जितेन्द्र जोशी सर हुनुहुन्थ्यो, उहाँले चाहिँ अलिकति स्कुलमा सरगमहरू उहाँले पनि सिकाउनु भएको थियो। अनि पछिल्लो समय चाहिँ म गिटारको शिवी छेत्री छ भने गिटारमा जामिङ गरेँ अलिअलि, उहाँ अहिले पनि हुनुहुन्छ, राम्रो गिटार वादक हो। अनि अलिअलि म चाहिँ पछिबाट गएर शास्त्रीय सङ्गीतको लागि चाहिँ नरहा ढकालज्यूसँग पनि मैले अध्ययन गरेँ। त्यसपछि अलिकति मैले एउटा बङ्गाली हुनुहुन्थ्यो, उहाँ इन्डियन एम्बेसीमा यहाँ कार्यरत हुनुहुन्थ्यो, उहाँ बाहिर निक्लिँदाखेरि उहाँको घर छेउमा, मेरो घर छेउमा उहाँ बस्नुहुन्थ्यो, उहाँसँग गएर पनि मैले अलिकति, मलाई गुरु भन्नाले पनि मलाई एउटा प्रभाव छ नि, म साङ्गीतिक मेरो जेनरमा चाहिँ मलाई नातिकाजी दाईको छ नि मेलोडी, उहाँले गर्ने त्यो एक किसिमको आफ्नो छ नि त्यो जोइन भएर गएको हुन्छ उहाँको सङ्गीत आफ्नो, त्यो प्रहर पनि साह्रै मनपर्छ। अनि गोपालेन्द्रजीको चाहिँ भर्सटाइलिटी कम्पोजिसन पनि मलाई साह्रै मनपर्छ, त्यो आफूलाई मनपर्नेमा। अनि मलाई चाहिँ प्रभावित चाहिँ मैले रेडियो त्यो के अरे हाम्रो हलहरूमा कान थाप्न जान्थेँ, आरडी बर्मनका गानाहरू साह्रै मनपर्ने। अनि आरडी बर्मनजीसँग मलाई त्यो गानाहरू, उहाँलेको कम्पोजिसनहरू, गीतहरू गिटारमा धेरै गाएँ। अनि त्योभन्दा अगाडिको त गाइन्थ्यो, तर त्यो पनि गाएँ। र पछि मैले उहाँलाई भेट्ने मेरो सपना थियो जीवनमा, र उहाँलाई मैले भेटेँ पनि मुम्बई पुगेर। अब उहाँ काम गर्ने सिलसिलामा हाम्रो भेटघाट भएको थियो। कति साल हो? साह्रो सम्झने कुरा आउँदा नि मलाई बडा गाह्रो पर्छ। यो सबभन्दा मेरो तैँले कसैले मलाई चिनेकै मान्छेले पनि नजिक आएर तैँले मलाई चिन्नुभयो त भने धेरै वर्षपछि भेटेर भनिदियो भने पनि कन्फ्युज पारिदिन्छ मलाई। न म त्यो भयो उहाँलाई, उहाँको त्यो के अरे फिल्म उहाँले गर्नुमा कति सालमा त्यो लभ स्टोरी अन्तिम मुभीको बेलामा, त्यो बेलामा म उहाँलाई भेट भएको छ नि, यो जम्प भयो होला क्वेसन तपाईँको, तर पनि भनिदिइहालौँ।
म चाहिँ उहाँलाई भेटेको चाहिँ मैले यो सारङ्गी भन्ने चलचित्रको मेरो त्योभन्दा अगाडि मेरो चेलीबेटी चलचित्रको रेकर्डिङको बेला नि भेटेको थिएँ फिल्म सेन्टरमा बम्बईमा। अनि पछि मेरो प्रेमपिण्डको बेला नि भेटेको थिएँ मैले उहाँसँग परिचित भइसकेको थियो। तर आडी बनाउन मैले नेपालमै भेटेको थिएँ पहिला त विशाल बजारमा। उहाँ आशा भोटेजीसँग चाहिँ यहाँनिर आफ्नो मलाई लाग्छ हनुमान ट्रिप होला उहाँको। त्यो आएको बेला पशुपति दर्शन गर्न आउनुभएको थियो। अनि त्यहाँ मलाई भेटेर म क्रिस्टल होटलमा बस्नुहुन्थ्यो उहाँहरू, त्यो नजिक थियो क्रिस्टल अनि उहाँसँग बसेर गफसप भएको थियो। मेरो अलिक गफसप पहिचान भएको थियो। त्यो कुरा पनि उहाँलाई मेमोरी भयो। पछि मैले भेटेँ उहाँ। अनि मलाई त्यो मेरो जुन त्यो उहाँले कम्पोज गरेका गीतहरू, आडी बर्मनसँग बस्ने वरिपरिका म्युजिसियन्सहरू, त्यो लेभलका सङ्गीतकर्मीहरूसँग मैले पनि काम गर्ने अवसर पाएँ। मैले पनि काम गरेँ पछि। तर त्यो कस्तो पनि एउटा मलाई कस्तो भयो भने म तपाईँलाई एक्चुअली साह्रै सिम्पली भनौँ, म त्यो कम्पोजर र सिङ्गर भएरै हिँड्नुलाई जस्तो पनि लागेको थिएन मलाई। म रेडियो नेपालमा जब गाना गाउँथेँ, मेरो गानामा हिट थियो, नाच्देऊ मैचाङमा हिट थियो, अर्को त्यो कुन सहरमा थियो, अनि त्यो अर्को मैले गाएका गीतहरू फोक बेसमा भएका गीतहरू हिटै थियो, चलिरहेको थिए। तर म कम्पोजर बन्छु भनेर चाहिँ कम्पोजिसन हुँदाखेरि चाहिँ बम्बईको गफ दाईहरू अग्र सङ्गीतकारज्यूहरूले पनि पहिलाको नौसादजीहरूको अनि कल्याणजी आनन्दजीको त्यहाँको त्यो सा बसेर गफसप हुन्थ्यो कि कम्पोज सङ्गीतकारहरू। अनि त्यो नारी दाईहरूको त्यहाँ हिँड्ने त्यो चट्टै ओहो कम्पोजर भए त यस्तो त्यो एउटा हुन्छ नि कम्पोजिसनको एउटा अनि को जस्तो सङ्गीतकार बन्न मन छ मलाई जीवनमा भन्दाखेरि त्यो एउटा लडमा अब त्यहाँनिर आएर उता बम्बईबाट आउनुभएका दाजुहरूले यहाँ आएर आडी बर्मनको तारिफ गरेको यस्तो छ यस्तो छ, गिटार त्यहाँ हुन्छ यस्तो छ, हाम्रो मनोरी सिंहजी पनि त्यहाँ हुनुहुन्छ यस्तो छ, लुइस ब्याङ्क त्यहाँ छ यस्तो छ। म लुइस ब्याङ्कसँग पनि काम गरेँ, मनोरीजीसँग पनि काम गरेँ मैले। र उहाँ अनि भूपेन्द्रजी जो गिटार बजाउनुहुन्थ्यो उहाँ त गाना पनि गवाएँ मैले, हाम्रो आडी बर्मनले त्यहाँ बसेर बम्बईमा। त्यो 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 फिल मेरो त्यो जुन त्यो बेलाको एउटा भित्रको हुन्छ नि, अब आदर्शकै रूपमा भनौँ न, एउटा मलाई मनपर्ने सङ्गीतकारमा अनि आडी बर्मन पर्नुभयो। तर भारतमा त 101 कम्पोजर हुन्छ। र मलाई मेरो भाग्यले चाहिँ मलाई के गरिदियो भने भारतको उहाँहरू ठुल्ठुला सङ्गीतकारले जुन जुन ठुलो ठुलो स्टुडियोमा रेकर्डिङ गर्नुभयो त्यहाँ मैले गर्न पाएँ। त्यहाँ चाहिँ मेरो एउटा सार्प दिमाग भनौँ कि मेरो इन्टेलिजेन्स एउटा हुन्छ नि, कतै मेरो त्यो क्यालकुलेसन भन्नुहुन्छ कि, र त्यो त्यहाँ एरेन्जमेन्ट गर्ने क्रममा नेपाली गीत सङ्गीतको रेकर्ड गर्ने क्रममा सिक्नको लागि है मैले के लर्न गर्छु कि के ज्ञान हासिल गर्छु कि भनेर त्यहाँको वाद्यवादकहरूदेखि लिएर मैले तपाईँको यति पुरानो बङ्गाली सङ्गीतकारहरूको म्युजिसियनसँग काम गरेँ। हेमन्त कुमारको गीतमा बजाउनेसँग काम गरेँ, हेमन्त दाको। अब त्यो बेलाको त्यो बम्बईमा 101 सङ्गीत वाद्यवादकले उहाँलाई म पनि चिनाएँ है। फेरि म र मेरो देश चिनाएँ, नेपालको यो शम्भुजित बास्कोटा भन्ने कुरा उहाँले चिन्नु भएको छ। अहिले पनि बम्बईमा तपाईँ कुनै पनि वाद्यवादकज्यूहरूलाई त्यहाँ भेट्नु सोध्नुभयो भने नेपाललाई यो मान्छेलाई चिन्छ, उहाँले चिन्नुहुन्छ मलाई राम्रोसँग। र मैले मेरो आफ्नो प्रतिभा उहाँलाई देखाएको छु र मैले कसरी गर्छु, कसरी गर्ने, त्यो एरेन्जमेन्टमा बस्ने कसरी, त्यो चाहिँ काम गरेको छु मैले। त्यो एउटा चाहिँ सौभाग्य मैले चाहिँ मेरो प्रड्युसरहरूलाई पनि दिनुपर्छ, जसले नेपाली चलचित्र बनाउनु भयो, जसले मलाई बम्बई लैजानुभयो। म त्यहाँ सिक्न पनि पाएँ। त्यो पछि आएर मैले केही टेक्नोलोजीहरू अथवा गाउने ढङ्गहरू, प्रस्तुत फिलिङहरू त्यो मैले गर्न पाएँ। 15 वर्षको उमेरमा गाएको गीत, रेडियो नेपालमा रेकर्ड गरेको गीत सँगसँगै हेर्दाखेरि अलिकति फोक लोक सङ्गीत बढी छ त्यसमा होइन। तर तपाईँ आफूलाई क्लासिकल सङ्गीत अथवा चलचित्रको सङ्गीतमा कसरी कन्भर्ट गर्नुभयो दाइ? सङ्गीत हो, त्यसको हाँगा हुन्छ अरू जस्ट लाइक अ ट्री फ्रुट्स भन्नु खाना पनि कुनै केरा हुन्छ, कुनै स्याउ, अनेक चिजहरू आउँछन् प्याकेजमा। सङ्गीत शास्त्रीय सङ्गीतमा पनि फोक हुन्छ, पहाडी हुन्छ। अब वेस्टर्न सङ्गीतहरूमा पनि एक्चुअली नाम मात्रै परिवर्तन हो, नोट्सहरू त्यही हो, त्यही घुमिरहेका हुन्छन्। संसारमा त्यही त भनिन्छ नि, सबैको भाषा छ, सङ्गीतको भाषा छैन। अब शास्त्रीयतामा
दिग्गज ओस्तादहरूले आफ्नो घराना बनाएर आफ्नो शैलीमा चाहिँ एउटा नामुद भनौँ काम गर्नुभएको छ ठुल्ठुलो, या त वाद्ययन्त्रबाट होस्, चाहे त्यो भोकलबाट होस्, चाहे उहाँले गरेका रागका सिर्जनाहरूबाट हुन्। त्यस्तै ज्याजले पनि गरेको छ, यो भनौँ वेस्टर्नले पनि गरेको छ, सिम्फोनिकहरू साराले गरेको छ। लोकका पहाडीहरू छन् तपाईँको, बम्बईमा पनि कति पहाडी धुनमा, पहाडी भन्ने बित्तिकै पहाडसँग सम्बन्धित भयो कति शास्त्रीयताहरू। हाम्रा पनि त यहीँका पहाडहरू, हामी आफ्नै किसिमको पहाडमा छौँ, आफ्नै किसिमको धुनमा छौँ, संस्कृतिमा छौँ, सेनोमा छौँ हामी चाहिँ। अब भनौँ तपाईँको चाहिँ कति अब तपाईँलाई भर्यो भने यहाँबाट यहाँ जोडेको हुन्छ सङ्गीतको पनि मालै हो त्यो, उनेर बसेको हुन्छ क्या, ठुलो माला छ, माला त्यो सङ्गीतको। अब हामीले तपाईँ भनौँ अलिकति एउटा दुईवटा नोट्सहरू मात्रै डिफ्रेन्ट पार्ने बित्तिकै अफ्रिकन अब भनौँ चाहिँ यो चाहिँ पाकिस्तानतिर पनि हामी जोडेर चाहिँ यो साइडको अफगानी म्युजिकतिर पनि जान्छौँ हामी। के पनि छैन, कहीँ कोमल टोच, कहीँ शुद्ध, कहीँ केही नोट्सहरू जोडेर एक्सिडेन्टल कर्ड्सहरू जोडेर यता भएर सङ्गीतको एउटा इतिहास भएको छ। र सङ्गीत मैले लोकगीत लोकलय आए जस्तो कुन सहरमा छो मायालु गाएँ नि मैले, टोटल आधुनिक छ, टोटल आधुनिक, त्यो लोक टच छैन। मैले गाएँ यो कान्छी छोडेर जान्छी फोक बेसमा ऊ छ। अब नाच्यौँ मैचक डफुको तालेमा त उसमा छ, र सिधै त्यो तिम्रो त्यो हँसिलो बुहारको झलको जवाब हुँदा मैले आफै लेखाइले देख्छु हो त्यो गाना कम्पोज गर्दा पुरै जाने फेरि सुगम सङ्गीतको उसमा छ। चलचित्रमा त तपाईँले भेरिएसन अफ सङ मैले कम्पोजिसन गरेँ। सरस्वती माताको कृपा भनौँ, मलाई माया गर्ने दर्शक श्रोताले गोहेट समुचित गोहेट तिमीले राम्रो गरिरहेछ भन्ने एउटा आशीर्वादले भनौँ। आई हेभ डन अ लट्स अफ थिङ। तपाईँ शास्त्री, तपाईँ प्रेमपिण्ड हेर्नुहोस्, बसन्ती हेर्नुहोस्, अरू गीतहरू अरू फिल्महरूमा धेरै हेर्नुहोस्, सुगमता हेर्नुहोस्, फोक हेर्नुहोस्, पप हेर्नुहोस्। म कहीँ सङ्गीता भनेर पनि कराइदिन्छु, कहिले पार्वती पनि भनिदिन्छु, कहीँ तपाईँको चाहिँ त्यो यो मायाको सागर मिलेर तरुण पनि भनिदिन्छु, कहीँ जनम जनम जिउँदासँग पनि भनिदिन्छु, कहीँ आधुनिक गीतमा गएर तपाईँको पर्खी बसे पनि भनिदिन्छु, तिमीले भनेका सारा देव पनि भनिदिन्छु, यस्तै रहेछ यहाँको चलन पनि भनिदिन्छु भन्ने कुराहरू धेरै छन् है। यसमा जीवनको एउटा कालखण्डहरूमा खालि एउटा मात्रै हो क्या, तपाईँले तैरन चाहिँ जानुपर्ने रहेछ। मैले सिकेको जीवनको कुराहरू कति चिजहरू आउँछन्, त्यो तैरन चाहिँ जानुपर्ने रहेछ, हर ठाउँमा तैरिन चाहिँ सक्नुपर्ने रहेछ। तैरिनको अर्थ यो हो कि पौडी खेलेर यो वारीबाट पारी जानलाई पौडी खेल्नै नजान्ने मान्छे पनि हाम फालेर एकचोटि तैरिने कोसिस गर्छ, आत्ते पनि झ्यामझुम झुमझुम पार्दै पुग्छ। यति गहिराइले तान्यो सक्दैन भने त त्यो डुब्छ नि, तैरिन्छ त्यो जबरजस्ती कराउला चिच्चाउला तर त्यो तैरिन चाहिँ जानुपर्ने रहेछ। हजुरले अघि सुरुमा भन्नुभएको थियो घरमा एउटा सारङ के अरे हार्मोनियम थियो, त्यो हार्मोनियम कसरी आइपुग्यो घरसम्म, बुवाले कसरी रुचि राख्नुभयो हार्मोनियममा? अनि एकजना दुई चारजना गायक सङ्गीतकारहरू आइराख्नुहुन्थ्यो, उहाँहरूले विशेष गरेर तपाईँलाई के भन्नुहुन्थ्यो त्यतिखेर? त्यो बेलामा अब मेरो घरमा आउने उहाँहरू त अब दिग्गज छ नि। मलाई मास्टर रमदास प्रकाशज्यूसँग पनि मेरो भेट भयो। मैले उहाँको आवाजमा पनि कुनै दिन उहाँको जस्तै गरेर गाएर पनि सुनाइदिएको थिएँ। अनि तपाईँको अब जगतमर्दन दाई त अब मेरो अलि प्यारो दाई ती नजिकै हुनुहुन्थ्यो उहाँ पनि। अनि अर्को फतेमान दाई आउनुहुन्थ्यो, बुवासँग रिलेसन भएको नाताले। हार्मोनियम बुवाले कहाँबाट ल्याउनु के गर्नु म त बालक थाहा पाइनँ। पछि सुने अनुसारले यो राणा फ्यामिलीहरूमा बुवाको राम्रो जात आउट थियो अरे, कतैबाट उहाँलाई सकिन। कहिले कहिले बुवा पनि आफू पनि हिन्दी गीतहरू यताउति गाउनुहुन्थ्यो, किन बाहिर पनि गइरहनु हुनुहुन्थ्यो उहाँ आफ्नो कामले। बनारस अनि दार्जिलिङ देहरादुनतिर घुमिरहने मान्छे पनि हुनुहुन्थ्यो, कलकत्ता जाने। उहाँको अलिकति रिलेटिभ आफ्नै फ्यामिली पनि दिदीबहिनी पनि कलकत्ता भएकोले भेट्न जाने क्रम
र उहाँलाई अलिकति सोक पऱ्यो होला, हार्मोनियम चाहिँ थियो घरमा। अनि उहाँ दाजुहरूले गाउँदाखेरि अब म चाहिँ अब गाउने चाहिँ आँटे कहाँ त्यो म कति 10 वर्ष कति वर्षको थिएँ अब त्यस्तै, म त गर्दिनँ म। तर मैले उहाँहरू गर्दा पनि गाउने आँट चाहिँ गरिनँ। र उहाँले के भन्नुहुन्थ्यो भने अब केटाकेटीलाई उहाँले प्रायः छन् बुवाले नै मलाई चाहिँ टिक्न दिनुहुन्थ्यो। म चाहिँ जो पढ्न जाउँ माथि भन्नु त्यहाँ चिया भने भन्नुहुन्थ्यो। र मेरो अङ्कलको छोराहरू त्यहाँ फेरि हामी जोइन्ट फ्यामिलीमा पनि थियौँ भन्दाखेरि त्यति त्यो हिम्मत आउँदैन थियो भन्न चाहिँ के पनि भन्नुहुन्न थियो। अनि पछिबाट ठुलो भएछन् भन्नुभयो, फेरि भेट भयो नि। रनदास प्रकाशज्यूलाई मेरो पहिलो नेपालकै रियालिटी सो प्रतिभाको डबली जो मैले गर्दाखेरि उहाँ जज भएर बस्नुभएको छ, रनदास प्रकाश। जगत मर्दन उहाँसँग त मेरो घरमै फ्यामिली जस्तो जाने आउने पछिल्लो समय पनि भेट भइरह्यो। फातिमा दाइसँग कामै गरेँ, रेडिकाडी भेट हुँदा दोसाँधैमा सक्रिय पऱ्यो हजुर गाना गरेँ प्रेमपिण्डमा। तिम्रो त्यो हँसिलो मुहारले हजुर जुन गीतले यहाँलाई आधुनिक गीतको दुनियाँमा निकै चर्चाको शिखरमा पुर्यायो, त्यो गीतसँगको संयोग र त्यो समयलाई चाहिँ यहाँले कसरी सम्झिनुहुन्छ? एउटा गजबको चिज थियो त्यस बखतका अब अग्रस्रष्टाहरूको। एउटै रेडियो नेपाल थियो, रेडियो नेपालबाट गाना यति बज्थ्यो यति बज्ने। अनि त्यो गाना मैले कुन मुडमा कहाँ लेखेँ कसरी लेखेँ किनभने रेडियो नेपालमा त्यो बखत एउटा सानो कुराको चाहिँ नि अलिकति समावेशी थिएन भनौँ न। कस्तो भने लोकगीत गाउने भन्दाखेरि अलिकति लोकतिरै अलि ठिकै र आधुनिक सङ्गीत भन्दाखेरि अलिकति अर्कै उसमा जस्तो फिल हुन्थ्यो है। अब मलाई पनि त्यो आधुनिक गीतको लहर चाहिँ चल्न थालिसकेको थियो। गिटारमा अलिकति र अलिकति हार्मोनियममा हात बस्न थालेपछि अब आधुनिकतिर पनि लाग्नुपर्छ। किनभने त्यो बेलामा वरिष्ठ दाईहरू नातिकाजी दाई, अम्बर गुरुङ, के अरे हाम्रो गोपाल योन्जन, त्यहाँ उहाँहरूको एउटा के भन्ने अब रेडियो नेपालका अब राज, उहाँहरूको सङ्गीत पनि त्यत्तिकै सुमधुर राम्रो त्यहाँ बजिरहेको ठाउँमा मैले अब त्यो गीत लिएर 34 सालमा त्यहाँ छिर्नको लागि अब मेरो तिनटै कुरा त चाहियो। शब्द पनि त्यति बलियो चाहियो, सङ्गीत पनि राम्रै हुनु पर्यो, त्यसको एरेन्जमेन्ट सहित मिलाएर आवाज राम्रो हुनु पर्यो। यो त्रिवेणीको लागि चाहिँ मैले त्यहाँ छिर्ने अब आधुनिक सङ्गीतबाट अरूमा त लोक सङ्गीतमा गाउँदाखेरि हाई हाई पनि भयो, सबै स्टेज पनि बोलाएँ गाएँ पनि। त्यो छिर्नको लागि मैले त्यो समय एउटा कुरिरहेको थिएँ। बाहिर इन्भाइरोमेन्टमा अब गानाहरू आइरहन्थ्यो रेडियो नेपाल गाना, तर केही चेन्जेस हुन्छ नि एउटा नयाँ कुनै धार लिएर अगाडि बढौँ कि जस्तो लागेको थियो। त्यस्तो किसिमको सङ्गीतहरू पनि नभएका होइनन्। तर मैले चाहिँ अब एउटा अब के यसो गर्छु नि त भन्ने मानिसलाई तपाईँलाई इमोसनल लभमा सेन्टिमेन्टल लिरिक्सहरूमा अनि ट्रेजेडीहरू सङ्ग्सहरूको अलिकति जस्तै भयो भने मान्छेले मन पराउने समय रहेछ क्या तपाईँलाई। किन आई डोन्ट नो, हुन त अहिले पनि मन पराइन्छ सायद। अब अहिले त त्यति मान्छेसँगै त्यो बस्छन् भेट्छन्, त्यो ट्रेजेडीमा उसमा त्यति जान्छन्, कतिसम्म जान्छन् थाहा छैन, तर अलिअलि जान्छन्। त्यो बेला धेरै जान्थे, भेट गर्न नपाउने, चिठीमा माया प्रेम अनि यसो खालि भेटेर कलेजमा यसो पछि लागेर हुन्थ्यो होला। युवराज सरलाई थाहा होला त्यो बेलाको इन्भाइरोमेन्टहरू त्यस्तो खालको हुन्थ्यो। तर भनेको मतलब त्यो बेलाको हामी जति छ थाहा हुन्छ हामीलाई कि अब त्यो डाइरेक्ट त्यो हामी त्यस्तो भनौँ आफूलाई छ नि एकदम सोसल उसमा धेरै नै डिसिप्लिन सोसल उसमा थियो हामीहरू। अब गाना म लेखेँ, मेरा मित्र दीपक खरेलजी उहाँले भर्खर एउटा के गाना अर्को गाना गाउनु भएको थियो। अनि मैले खरेल र हामी बसी ल यो गीतलाई रेकर्ड गर्ने ल, किनभने अब मैले स्वर खोज्दै थिएँ। एकजना गायकसँग त्यो गीत चाहिँ मैले गमाउँछु भनेर पनि सोचिरहेको थिएँ। तर मैले त्यहाँ नाम चलिसकेको गायकसँग गमाउनुभन्दा अब नयाँ जाउँ न तिनजनै, म पनि नयाँ भएँ, सब लिरिक्स राइटर पनि नयाँ भयो। सायद समुजित बाँसकोटा होस्, त्यो पनि लिरिक्स राइटर नयाँ भयो। सङ्गीतकार समुजित बाँसकोटा पनि नयाँ भयो, त्यो आवाज पनि नयाँ भयो। तिनजना त्यो बेलाको त्यो चिरामा छिर्नको लागि
धेरै कठिनसँग रेकर्ड गरियो, गाना आयो बजारमा र धेरै लामो क्वेसन नगरौँ, सयौँचोटि मेटियो त्यो गाना पपुलर भएपछि रेडियो नेपालमा। त्यो क्षण मलाई याद छ र म गएर हामी जान्थ्यौँ, खरेलजी, दिपकजी, म जान्थ्यौँ, कयौँचोटि त्यसलाई फेरि सारो लगाउँथ्यौँ, शिवशङ्कर दाइलाई पनि रिक्वेस्ट गर्थ्यौँ। त्यो कसले कहाँबाट मेट्थ्यो त थाहा थिएन, त्यो उहाँलाई थाहा होला, हामीलाई थाहा छैन। त्यो पपुलर भएर गीत आएको थियो, यस्तो पपुलर भयो कि यति फरमाइसी भयो कि त्यो फरमाइसीको बोराका बोरा फरमाइसी त्यहाँ रेडियो नेपालको त्यो पोखरी थियो छेउमा त्यहाँ फालिन्थ्यो, त्यो पढ्दै नपढिकन त्यस्तो फरमाइसी आउँथ्यो त्यो गीतमा। र त्यो गीत मेट्यो, धेरैचोटि मेट्यो र गीत हिट यति भयो कि प्रशंसा पनि पायौँ, थाममा पनि गयौँ। र त्यो गीतलाई मैले एकचोटि प्रज्ञा प्रतिष्ठानको स्टेजमा पनि गिटारमा यो कर्मभूमिको आँगन र त्यो गीत मैले कहिले बाहिर पनि पहिला त गिटारमा गाउँदै पनि हिँड्थ्यो पहिला। त दिपकजीको त्यो सबैले प्रशंसा गर्ने गीत हो, उसको भोइसमा गरेपछि झन् मेलोडियस आवाज छ एकदमै। त्यो गीतले त एउटा इतिहास रच्यो। त्यसपछिको दिन मलाई झन्कै आँटा आयो भने अगाडिबाट, अनि त्यसको दोस्रो गीत लेखेँ, पूर्णिमाको रात पनि औँसीको झैँ लाग्न थाल्यो, मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रङ्गाइहाल्यो, त्यो लेखेँ। फेरि लेखेँ, तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरूमा खोज्नु। एक गीत यसरी अगाडि बढ्न थाल्यो। दिपक खरेलको आवाज मेरो शब्दमा गीतहरू निकै आए, अनि अरूको आवाज पनि आयो, बादल बनाइदियो आकार बदल्न सक्यौँ। यो 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 गीतहरू यसरी आए कि थुप्रै गीतहरू आए। त्यसपछि अर्को सिङ्गरले आउनुभयो, प्रकाश श्रेष्ठजी, फेरि उहाँसँग जो सिङ्गर आउनुभयो मैले गर्दै गएँ। अनि यसरी चाहिँ हँसिलो मुहारले त्यो एउटा चिरा चिरेर निक्लियो, दाईहरूको एउटा भनौँ युवराज भनेर। भर्खरै मेन्सन गर्नुभयो कि गीत गाउँदै गर्दाखेरि, लेख्दै गर्दाखेरि चाहिँ अब कसैलाई सम्झेर त्यसरी लेखियो, कल्पिएर लेखियो भन्नुभयो। यहाँले चाहिँ कसलाई सम्झेर लेख्नुभयो? मैले मेरो त्यस्तो त सम्झनै पर्ने त कोही थिएन, तर धेरैले आफ्ना प्रेम कथा सुनाउँथे मलाई साथीभाइहरूले। यस्तो भयो यार, के भने छुट्यो, अब अन्त्य बिहा गर्दैछन् रे, यस्तो भयो धेरै गफहरू हुन्थ्यो नि, चल्थ्यो नि केटाहरूमा। अब कोही केटाहरू पछि लाग्थ्यो होला, त्यस्तो लाग्ने क्रमहरू हुन्थ्यो नि त। हर कुराहरू कहिले कहिले आफैलाई परेको पीडा पनि लेखिन्छ भने अरूलाई परेको पीडा पनि लेखिन्छ है। मलाई लाग्छ त्यो गीतहरू मैले धेरै गीत ट्रेजेडी गीत लेखेको छु मैले, अहिले चलचित्रमा पनि धेरै मेरो ट्रेजेडी गीतहरू लेखेको छु मैले। तर कथामा बसेर लेख्नु पनि पर्छ। अब हाम्रा अग्रज दाजुहरूले पनि धेरै त्यस्तो पीडाका गीत लेख्नु भएको छ, उहाँहरूलाई पनि कस्तो बित्या होला त्यो त थाहा भएन मलाई चाहिँ साथीभाइसँग सङ्गतिमा त्यो एउटा कुनै आकृतिलाई याद गरेर लेखेको हो त्यो। जस्तो यहाँले अघि नै मेन्सन गर्नुभयो, नातिकाजी, शिवशङ्कर, गोपाल युञ्जन जस्ता दिग्गज व्यक्तिहरू स्थापित भएको, एकदमै चर्चामा रहेको समयमा, चर्चाको लोकप्रियताको शिखरमा रहेको बेलामा चाहिँ यहाँले गाउन सुरुवात गर्नुभयो। अनि त्यो समयमा आफूलाई स्थापित गर्न कतिको चुनौतीपूर्ण रह्यो, सङ्घर्षपूर्ण रह्यो? अत्यन्तै गाह्रो थियो। म त म प्रोफेसनलै सङ्गीतकार हुन्छु भन्ने म बिस्तारै त्यहाँतिर त अब गीत सङ्गीतमै लाग्छु भन्नेमा त अलिअलि ममा त्यो नसा आइसकेको थियो। अब त्यहाँबाट छिर्दाखेरि सिङ्गरलाई त गायकले त उहाँले त पहिले पनि गाइसक्नु भएको थियो, ऊ अन्तै डाइभर्ट गायकै भएर बस्छु भन्ने पनि थिएन कि। त मलाई चाहिँ केही न केही सङ्गीतकारको एउटा भूमिका निर्वाह गर्छु भन्ने थियो। त्यसको लागि म चाहिँ छिरेको थिएँ। तर त्यो भूमिकामा छिर्नको लागि मैले जुन सङ्घर्ष गरेको छु नि, सायद त्यो क्षणहरू छ नि मलाई, त्यो मैले भन्छु क्या, उकाली ओह्राली जिन्दगी। ओह्रालीमा कहिले भिरालो पनि आउँछ, उकालीमा भङ्गालो पनि आउँछ। त्यो भङ्गालो र ओह्रालीको कुराले के गर्नु र, खालि उकाली र ओह्रालीकै कुरा गरौँ जस्तो लाग्छ मलाई। त बडा गहन थियो, सङ्घर्षमय थियो। सिम्पल एउटा कुरा त मैले भनिदिएँ तपाईँलाई अघि कि
द्याट हाम्रो हँसिलो मुहाको त्यो जुन क्यासेट छ नि कार्टेज भन्थ्यो त्यो बेला त्यो कतिचोटि मेट्यो भन्ने कुराको अघि मैले तपाईँलाई भनिसकेँ त्यो पनि एउटा सङ्घर्ष हो अहिले फेरि पछिल्लो समयलाई हेर्ने हो भने गीत सङ्गीतको काम एआईले पनि गरिदिइराखेको छ अनि प्रम्प्ट दियो भने उसले गाउँछ कस्तो गाउँछ त्यो फरक कुरा भयो त्यसको तत्कालीन र दीर्घकालीन प्रभावलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ हेर्नुहोस् हर प्रविधि राम्रो हो हर टेक्नोलोजी पनि राम्रो हो अहिले हामी एउटा टेक्नोलोजीमा छौँ र यहाँभित्र कोठामा हामी सबै बसेर यसलाई बनाइरहेको छौँ यहाँबाट हामी बाहिर गइरहेको छौँ यसलाई अस्वीकार गर्ने कुरा आउँदैन स्वीकार गर्ने कुरा आउँछ तर कन्टेन्ट छ नि र हामी कस्तो कन्टेन्ट्समा जान्छौँ यसलाई हामीले कुन रूपमा प्रयोग गर्छौँ सृजना क्रिएसन छ नि क्रिएसन यसले गरेको क्रिएसन र साँच्चीकै एउटा ह्युमनले गरेको आफू बसेर गरेको क्रिएसन त्यो हुनै नसक्ने कुरामा छ एउटा कुरा तर अहिले पनि मेरा कयौँ गीतहरू एआईमा छ नि कसले हाल्छन् उहाँहरूलाई अब मजालाई आनन्द भइरह होला बनाइदिनुहुन्छ हालिदिनुहुन्छ निकाल्नुहुन्छ म हाँस्छु एकचोटि धेरै बेर हाँस्छु अनि सोच्छु है कति हाँस्छु त्यो हेर्छु मिठो पनि लाग्छ फेरि कहीँ कहीँ फेरि आहा त्यहाँ गायक मेरो पहिलाको गायकले गाएको भने यसले राम्रो गाएको जस्तो लाग्यो मलाई भन्छु कसको आवाज हो कहाँको आवाज हो को हो त्यो कहाँबाट आयो कुन धरतीबाट आयो कहाँ सिकेर आयो त्यसले अनि फेरि हेर्छु अर्को लाइन पछि गएर शब्दलाई जम्प गरेर हाने पनि देख्छु त्यही गीतको नयाँको लागि त होइन पुराना गीतहरूमा त्यो अहिले कहीँ अब त्यो गाइसकेको गीतलाई त्यो मैले अहिले हेर्दाखेरि चाहिँ नि त्यो कभर सङ जस्तै अहिले कभर गरिरहेछ अलिक गीतहरू पुराना गीतहरूलाई चाहिँ नयाँ सिर्जना भन्नुहुन्छ भने त्यो अब एउटै चिजमा तपाईँ कति बस्नुहुन्छ भनौँ त प्रविधिमा पनि ह्याज चेन्ज्ड अब कोही क्यामेराबाट 18:8को क्यामेरा थियो हाइट आयो ऊ आयो अहिले बेटा क्यामेरा आयो अहिले डिजिटलमा हुनुहुन्छ कहाँ हुनुहुन्छ अब हामी एकोस्टिकबाट सुरु भएका मान्छेहरू होइन यति ठाउँमा चेन्ज एआईको पनि त अब सीमा होला नि त्यसको पनि त कति त्यो हेर्दा सुन्दा तपाईँलाई एउटा कुरा भन्छु म हर कुरा जस्तो हामी भिडियोहरू तपाईँ 10 चोटि हेर्न सक्नुहुन्छ तर साउन्ड 100 चोटि सुन्न सक्नुहुन्छ गानाहरू त्यो गाना आइरहेर भिडियो लगाउँदै हामीले हेरेको त धेरै सुन्छौँ तर साउन्डहरू तपाईँ 100 चोटि सुन्दाखेरि पुरानो हुँदैन गीतहरू आनन्द आइरहन्छ है एआईलाई मैले हेर्दाखेरि सही ढङ्गबाट प्रयोग गर्ने हेर्नुहोस् प्रविधिलाई हामीले चाहिँ उ गर्नु हुँदैन त्यो केही भइकन आएको होला तर सही ढङ्गबाट लानको लागि त्यसको माध्यममा त्यो सृजना गर्ने मान्छेले कम्पोजन गर्ने मान्छेले आफूले गरेर उसलाई ड्युटी दिने हो क्या उसको ड्युटी लिने होइन उसको एरेन्जमेन्ट लिएर उसलाई गाउन लगाएर उसलाई गर्ने होइन क्या हामीले चाहिँ ड्युटी दिने हो त्यसलाई त्यस्तो लाग्छ है मलाई चाहिँ यदि स्रष्टाहरू यदि आफ्नो क्रिएटिभिटी आफ्नो चिजमा लय आफूले राम्रो लय हालेर कुनै एउटा सिङ्गरको भोइस छ नि आफ्नै सिङ्गरको भोइसमा राखेर सिङ्गार पटाएर हुन्छ नि जस्तो रेकर्डिङमा गर्छौँ नि त्यो गरेसम्म त होला उसकै आवाज बरो गर्ने अब नाम के दिने उसलाई कसको नाम दिने उसलाई सिङ्गरको नाम उसलाई हामीले नारायण गोपाल भन्न सक्दैनौँ बच्चु कैलाश भन्न सक्दैनौँ दीपक खरेल भन्न सक्दैनौँ भक्तराज दाई भन्न सक्दैनौँ अहिले आएका नयाँ राज पाए सत्यराज एम बराल आनन्द काडी भन्न सक्दैन होला एक मैले भने नि कसको नामले एआईको गीत सुन्ने भने एआई भन्दै सुन्दै बस्नु त भएन जस्तो लाग्छ मलाई तर पनि मेरो चाहिँ विचार यति लामो इतिहाससम्म आइयो आफू त्यो ठाउँमा बसेर आएँ प्रविधिको विकासमा मेरो कुनै पनि विरोधै हुँदैन म मान्ने मान्छे म किनभने समय छ नि अघि बढ्दैछ परिवर्तन हुन्छ मैले भने म रेडियो नेपालबाट मेरो घर पुग्दा हिँडेर पुग्थेँ घरबाट रेडियो नेपाल हिँडेर पुग्थेँ कुनै गाना मैले मेरो घर पानी पोखरीबाट रेडियोमा ट्याक्सीमा जाँदा जाँदै सिधो दिउँला पोते दिउँला गरेर सुन्दर तिम्रो जिम भरेर भने कान्छीलाई घुमाउने काठमाडौँ सहर गीत लेख्दै रेडियो नेपाल पुगेको छु ट्याक्सीमा भनौँ न सिट त्यो दिमागमा फुरेको बेलामा
1 मिनटमा मैले गरेँ ल 1 मिनटमा एआईले कम्पोज गरे जस्तो हुन्छ नि तपाईँको 5 मिनटको गीत उसलाई पनि टाइम त लाग्छ नि यो कुरा कस्तो लाग्छ तपाईँलाई थाहा छैन 30 सेकेन्डमा एआईले 5 मिनट गाना गर्न सक्छ सक्दैन नि 1 मिनटमा सक्दैन नि एआईले 5 मिनट गीतलाई टाइम लाउँछ नि उसले पनि के गरेर बनाउँदै ल म च्यालेन्ज गर्छु 5 मिनटको गीत बनाउँछु म बनाए पनि छु अब सक्दैन थाहा छैन अब थुप्रै परिचयहरूको बारेमा यहाँले भनिसक्नुभयो यहाँको अहिलेको हामीले जानेको परिचय आम दर्शकले जानेको परिचय भनेको चाहिँ सङ्गीतकारको हजुर हजुर मलाई लाग्छ नेपाली सिनेमाको इतिहासमा यति धेरै सिनेमामा सङ्गीत दिने सङ्गीतकारहरू यहाँ नै सबैभन्दा बढी सिनेमामा सङ्गीत दिने सङ्गीतकार हो कि जस्तो लाग्छ मलाई तर अब नम्बरतिर नजाउँ तपाईँको रिडिङ हो त्यो है अब मैले त गर्न छोडिदिनु है किनभने पहिलोपटक कुन सिनेमामा सङ्गीत दिनुभयो कसरी मौका पाउनुभयो चलचित्र के गरेर केटरबाट भने सुरु गरे हो र अर्को चाहिँ माया भन्ने चलचित्र त्यस बेला म अत्यन्तै सायद मलाई मेरो श्रोता त्यो बेला श्रोता भन्छौँ हामीहरू टेलिभिजन थिएन 42 सालपछि मात्रै टेलिभिजन आएको नेपालमा श्रोताहरूले सङ्गीत मन पराइदिएर माया गरेर ल्याइरहनु भएको थियो त्यही आधारमा मलाई चाहिँ बोलाएको थियो त्यो बेला साई नेपाल चलचित्र संस्थान थियो त्यहाँबाट मैले मौका पाएको 41 सालमा के गरेर केटामा अनि अर्को लगत्तै 42 सालमा माया भन्ने चलचित्रमा मैले गरेँ त्यहाँ नारायण गोपाल दाईसँग पनि गाना चक्करमा गरेँ मैले मन्दिरमा छ कि मूर्तिमा माया र मैले मौका चाहिँ सायद मलाई मेरो कर्मले नै मैले गरेको राम्रो कामले नै मलाई उहाँले नै अफर दिनुभएको हो मैले माग्न त नै गइनँ तपाईँले अघि भन्नुभयो नारायण गोपाल दाईसँग पनि गाउनुभयो फतेमान दाईसँग पनि गाउनुभयो इन्डियाको पनि धेरै दिग्गज कलाकारहरूसँग गाउनुभएको छ तपाईँलाई सम्झिन सक्नुहुन्छ कोसँग गाउनुभएको छ यहाँले अलिकति भनेको दिग्गज यहाँलाई नै अहिले सम्झिन लायक मलाई सुन्नु न मलाई कस्तो हुन्छ भने नारायण गोपाल दाईसँग गाना गाउन सुरुमा नारायण गोपाल दाईसँग त राष्ट्रिय नाचघरमै भेटघाट भइहाल्यो मैले कहिले पनि दाई मेरो गीत गाइदिनुहोस् भनिनँ म आफ्नै धुनमा थिएँ दाईसँग घुमेँ पनि कहाँ पोखरा पुग्यो दाईको पुरामा गिटार पनि बजाइयो हिँड्यो तर दाई मेरो गीत गाइदिनुहोस् न है भने मैले कहिले पनि भनिनँ उहाँले मलाई के भन्थ्यो त्यो गीत आएको रहेछ नि समुचित त्यो बडा चाहिँ राम्रो छ है भन्नुहुन्थ्यो प्रशंसा गर्नुहुन्थ्यो मलाई ऊर्जा दिनुहुन्थ्यो अनि म पनि थ्याङ्क यू दाई भन्थेँ नान दाईले त्यति भन्नु पनि मेरो लागि खुसी कुरा हो त्यो बेला हाम्रा अर्का अग्रज दाईहरू पनि हुनुहुन्थ्यो बच्चु दाईहरू हुनुभयो भक्तराज उहाँसँग मैले उहाँसँग काम गरेँ एउटा गीत गरेँ उहाँसँग उहाँले पनि ल गजब गर्नुभएको थियो त्यो गीत रेडियोमा भेट हुन्थ्यो अनि जोसँग जसले भेटेको थियो राम्रो मलाई इभन नातिका दाईले धेरै ढाडसा गर्नुहुन्थ्यो र गोपालचन्द्र दाईले पनि गर्नुहुन्थ्यो अनि अमर गुरुङ दाईसँग कामै गरेर म एकाडेमीमा बसेँ करिबन 20 वर्ष एउटा छातामुनि बस्यौँ तर के भने उहाँहरूसँग जुन काम गर्ने शैलीहरू छ नि उहाँ चाहिँ भेट्दा मलाई कस्तो भयो भने अब धेरै बेर म तपाईँसँग बसेँ भने जति फ्रेन्डली हुन्छ नि त्यही फ्रेन्डली भन्ने एउटा नेचर मेरो क्यारेक्टर के भने म डिजर्भ गर्छु क्या क्याप्चरिङ गर्छु मान्छेसँग क्यान यु इमेजिन तपाईँ ओ निले गगन के तले भनेर गाउने गायक हाम्रो बुवाको पनि अब फेरि हजुरबुवाको पालोको गायक रफी उहाँहरू हुनुहुन्थ्यो मुकेश र अर्को किशोर कुमार मेरो सपना के थियो म किशोर कुमारसँग पनि काम गरौँ म त्यो सानो उमेर भए पनि मेरो त्यो किसिमको इनर्जी थियो मेरो लताजीसँग भेट भयो मेरो गाना उहाँले 2टा गाना मेरो प्रेम पिण्डको लागि पनि मैले उहाँकै लागि कम्पोज गरेँ यो चाहिँ यो के अरे तपाईँको चैत मासे खडेरीमा डडेलु बने खायो भनेर उहाँकै लागि कम्पोज गरेँ मैले अर्को तिम्रो आँखाको सागरमा भन्ने चेलीबिटा उहाँकै लागि गरेँ त्यो दुईकै टाइममा उहाँ त्यहाँ हुनु भएन उहाँको स्वास्थ्यको कारणले बाहिर जानु पऱ्यो कि उहाँको बहिनीले गाउनुभयो आशा भोसलेजीले उहाँसँग काम गर्दा मैले मान्छे अब कसैले थाहा छैन मसँग अलिअलि ठकठक ठुकठुक पनि हुन्थ्यो
काम आशा पनि भोसले गर्थेँ म शब्दको बारेमा त्यस्तो मनमुटावको झगडा होइन कि शब्द प्रोनाउन्सिएसनको बारेमा हुन्थ्यो भने उहाँले मलाई माया गर्नुहुन्थ्यो। फेरि मैले अलिक कस्तो भने मन पाएको थिएँ नि त, यहाँ काठमाडौँ पनि भेटिसकेको थिएँ दुईजना श्रीमान श्रीमती, र फेरि उहाँ भेट्दाखेरि पनि मसँग चाहिँ अलिकति उहाँ पनि त्यति रमाइलो स्वभावको हुनुहुन्थ्यो। म पनि अब त्यस्तै दिदी भनेर रमाइलो भने उहाँसँग गरेँ। मैले जीवनमा पहिलोचोटि अम्ला मेरो अलिअलि थरथर हो नि त। मैले यहाँ नारायण गोपाल दाईहरूसँग काम गरिसकेको थिएँ। अब नान दाईको बसेर हारुन बजार नान दाईको जस्तो एउटा कति गाह्रो छ कि उहाँसँग काम गर्न, गाना गवाउनको लागि है। उहाँले मलाई कतिसम्म गर्नुहुन्थ्यो नि, म पछि आगामी मेरा पुस्तकहरू पनि आउला नि कुराहरू। उहाँको घरमा गीतकार जो पुग्छन् उहाँलाई मलाई गाह्रो, उहाँलाई दुःख दिन पुग्नेलाई ल गजब छ त्यो समुचित बाँसकोटा पानी पोखरीमा बस्छ, उहाँ मारिदिनु बस्ने, उसलाई गएर सबै दिनु, उसले ट्युन गर्छ, म गाउँछु भनिदिने। त्यो सारा मेरो घरमा आएर बिहान घन्टी बजाएर मलाई दुःख दिने। नारायण गोपाल दाई त मलाई सताउनु भएको छ नि, त्यो मैले धेरै ठाउँमा सताउनु भएको छ। त दाई है प्यारो, सँगै खाने सँगै घुम्ने सबै कति यस्ता क्षणहरू छन् कि त्यो म पछि बताउँछु। म त्यसपछि भारतमा काम गर्न गएको, तारादेवीजी दिदीसँग काम गरेँ, मेरा राणा उहाँहरू सबैसँग काम गरेँ। म चाहिँ भारतमा काम गर्न गएको। भारतमा जाँदाखेरि मैले के फिल गरेँ भने त्यही नारायण गोपाल दाईहरू त हो, त्यही तारादेवी दिदीहरू त हो नि, उहाँहरू पनि त्यही न हो। त्यो देश ठुलो छ, त्यहाँको वातावरण ठुलो छ, त्यहाँ सङ्गीतको लागि अर्को एउटा इतिहास छ, त्यहाँ स्रष्टाको अर्कै एउटा ऊ छ होइन। त म पनि त्यही एउटा सानै भने म स्रष्टै हुने भन्ने फिल भयो। महेन्द्र कपुरजीलाई गाना सिकाएँ मैले हारमोनियम बजाएर। तपाईँ इमेजिन गर्नुहोस्, उहाँ आउँदाखेरि झलझल बलेर वा कोठामा मसँग गाएका प्रोड्युसर एकजना डाइरेक्टर पनि थिए, श्याम राईजी अहिले पनि हुनुहुन्छ। उहाँ त यस्तै यस्तो गरेर बस्नु भएको थियो। म जान्छु नि भने गएँ, बसेँ। उहाँको कुकुर थियो त्यहाँ, कुकुरलाई पनि हातमा आयो कुकुर, उहाँको घरको कुकुर टोक्छ भने तर्साउँथ्यो मलाई। हातमा आफ्नो हात मेरो हातमा आयो भने मलाई कप चिया र त्यो बिस्कुट राखेको थियो, पहिले बिस्कुट दिएँ मैले त्यसलाई, मैले खाइनँ, त्यसले खायो। त्यसपछि मसँग त्यसले मलाई के पनि गरेन। खै त्यहाँ बसेर हारमोनियममा गाना सिकाएँ। उहाँले 2टा गीत गाउनुभयो मेरो चलचित्रहरूमा। आधीसँग जित्नुपर्छ खेल्नुपर्छ जिन्दगी भनेर गाउनु भएको छ। एउटा माया माया चलचित्रमा गाउनु भएको छ। बम्बईको एउटा भाषा छ वाह भने, क्या बात है वाह भने चलन छ कि त्यहाँ। त्यसै पनि फुरुक्क भइन्छ है, राम्रो छ कि छैन हामीलाई थाहा छैन, तर फुरुक्क भइन्छ त राम्रै रहेछ कति कुराहरू। अनुज जलौटासँग काम गरेँ, पङ्कज उदाससँग काम गरेँ है, भुपेन्द्र सिंहसँग काम गरेँ पुराना। पछिल्लो त सबैसँग काम गरेँ। कुमार सानुहरू साथी भए, उदित नारायण त साथी नै भइहाल्यो, हाम्रै नेपाली गायक हुनुभयो उहाँ दिपा। तर एउटा कुरा के छ भन्नुहुन्छ भने त्यति मैले इजी लाग्यो, मलाई सजिलै लाग्यो। यहाँ त मेरो इन्स्टिट्युट थियो नि त, मेरो अग्रजहरू त मेरो लागि इन्स्टिट्युट हुनुहुन्थ्यो, इन्स्टिट्युटबाट सिकाएको थिएँ मैले। त्यहाँ गएँ, अलिकति नौलो संसारमा गएको हो त्यो चाहिँ त्यहाँ मलाई इजिली गरेँ मैले, त्यति केही फरक परेन। अघि हजुरले भन्दाखेरि चाहिँ त्यो एउटा यस्तो समय थियो जुन बेला संसारमा माइकल ज्याक्सनको पनि उदय हुँदै थियो है। मलाई माइकल ज्याक्सन जोड्न मन लाग्यो। उनको पहिलो एल्बम चाहिँ 1968 मा आयो, दोस्रो चाहिँ लगभग 71-72 जस्तो लाग्छ। लगभग नेपाली 28-30कै हेरेर पर्छ। त्यति बेला हजुरलाई इन्फ्लुएन्स गर्ने समस्त कलाकारहरू जतिको पनि कुरा गर्नुभयो, त्यसमा माइकल ज्याक्सनहरूले नेपालमा छाप छोड्न सुरु भएको थियो वा के थियो हजुरको जीवनमा? त्यो बेला यस्तो चाहिँ हेर्नुहोस्, त्यो बेलामा माइकल ज्याक्सनको छाप चाहिँ कहाँ थियो भने नि त्यो तल्ल मिडियमहरूमा त त्यति थिएन। केही दार्जिलिङबाट आउनुभएका साथीहरू सङ्गीतकर्मीहरू, उहाँहरूलाई त्यो उताको अलिक वेस्टर्न इस्टर्न भनौँ न, यहाँ चाहिँ नि उहाँहरूका गीतहरू यो झोसे साइडतिर फ्रेक स्टेटतिर धेरै बजाएर बसिरहन्थ्यो, त्यो गीतहरू आउँथ्यो त्यहाँ बज्थ्यो। त्यही भन्दैछु म, हिप्पी किन भनिहाल्यो, हुन त या हिप्पी भन्ने गीतै छ त्यहाँनिर। त्यो हिप्पीहरूको समयमा त्यहाँनिर झोसेतिर अलि बज्थ्यो।
अनि त्यहाँनिर केही यस्ता चिया त्यो बेला हाम्रो नेपालमा यो ह्यासेस चाहिँ फ्री थियो, यसमा रोग ब्यान थिएन, यहाँ त्यो खाने फ्री पाइन्थ्यो पनि। अनि त्यहाँ क्लबहरूमा रेस्टुरेन्टहरूमा चाहिँ खुब माइकल ज्याक्सनका गीतहरू अथवा बिटल्सहरू यताउति हाम्रो बेलामा आउँथे, गीतहरू सुन्थ्यौँ हामीहरू। त्यहाँ प्रभाव कसलाई पार्यो भने अलिकति त्यही त्यहाँ जानेहरू अलिकति घुम्नेहरूलाई चाहिँ त्यसले प्रभाव चाहिँ पारेको थियो। अब रेडियो नेपालबाट बिटल्सको गीत बन्ने कुरै भएन, उसबाट गीतहरू आउने पछिल्लो समय गएर अलिक पछि अङ्ग्रेजी गीतहरू पनि आउनु थाल्यो। रेडियो नेपालले एउटा समय गीत पनि बजायो। मलाई लाग्छ एफएम आबिस बज्यो कि रेडियोले बज्यो त्यो अलिक म कन्फ्युज चाहिँ भएँ। अनि यहाँ नेपालमा एक दुईवटा डिस्कोटेकहरू थियो, डिस्कोटेकहरूमा चाहिँ गाना बज्थ्यो, यिनीहरू डिस्कोटेकभित्र चाहिँ त्यही गीतमा नाच्ने। अब त्यो सात तोलाहरू, बिटल्सहरू है, इगल्सहरू, यो गीतहरूको त्यहाँनिर धेरै सहल पहल थियो। र अनि केही ब्यान्डका साथीहरू, ब्यान्डका साथीका गानाहरू त कपी गर्न अलिक गाह्रो, अर्कै त्यो 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 भनेको अब डान्स सहित थियो गानाहरू। अरू त्यो पाश्चात्य उताको सङ्गीतहरू चाहिँ नि तपाईँको होटलहरू 5 स्टार होटलहरूमा चाहिँ बेलुका केही ब्यान्डहरूले प्रस्तुत गर्थे। त्यसमा पनि केही दार्जिलिङबाट आउनुभएका एकदमै सङ्गीतकार साथीहरू, यहीँका पनि मिश्रित भएर त्यो ब्यान्डका गीतहरू त्यहाँ हुन्थ्यो। त्यो प्रभाव चाहिँ जेनरलहरू पब्लिक भने यतापट्टि युवाहरूमा भनेको जस्तो अलिकति टाइममा जाने, पढ्ने, घर बस्ने, यताउति गर्ने, अनि उसमा बस्नेमा चाहिँ त्यो प्रभाव अलिक कमै थियो। तर अलिकति भनौँ अब सम्पन्न परिवारहरू जो चाहिँ क्लबहरू जाने, स्कुल जाने, उनीहरूमा चाहिँ अलिकति अलि दार्जिलिङ पढेर आउनेहरू अथवा देहरादुन पढेर आउने उहाँहरूमा चाहिँ अलिकति त्यो थियो। र हामीहरू पनि त्यो सुन्थ्यौँ नसुन्ने होइन, तर सुन्दै पनि हामी चाहिँ नि आफ्नै धुनमा आफ्नै कुरामा बढी हुन्थ्यौँ। र चाहिँ नि हुन त भारतमा पनि अलिअलि त्यो सङ्गीतको प्रभाव चलचित्रमा परेको छ। र हामीले पनि त्यो त्यो त्यतिसम्म नै गइहालौँ पनि जाने टाइम थिएन, त्यसले गर्दा हामी त्यसरी लाग्यो। त्यति उयसमा त्यति भएनौँ हामी चाहिँ। यो अघि त हामी एआईको गफ पनि गऱ्यौँ हामीले, तर एआईभन्दा अगाडि चाहिँ यो युट्युबको उदय, विशेष गरी सङ्गीतकार, गीतकार र उहरूको निम्ति चाहिँ यो युट्युबको उदयले चाहिँ एउटा गेम चेन्ज गर्यो भन्ने बुझाइ छ हाम्रोमा होइन। यहाँले चाहिने 2 वर्ष पर्खिएको समयमा के गरियो भन्ने अघि कुरा भन्दै गर्दा आज दिमागमा सङ्गीत फुर्यो, गीत फुर्यो भने 10 दिनभित्रमा त्यो बनाउने मात्र होइन कि आफूसँगै भएका प्लेटफर्म मार्फत चाहिँ प्रकाशित पनि गर्न सक्ने खालको स्थिति हुँदाखेरि त्यो कुरालाई आज फर्केर हेर्दा त्यो र यो समयलाई कसरी कम्पेयर गर्नु? तपाईँ कहाँ 10 दिन पर जानुभयो, 2 दिनमा हुन्छ अहिले त्यो। किनभने आज बिहानदेखि सुरु गर्नुहोस् गाना, साँझसम्म सकिन्छ। भोलि बिहान सुटिङ गरौँ भिडियो, तपाईँको बेलुका साँझसम्म सक्छौँ। राति ब्रोडकास्ट गर्दै भइहाल्यो, गाह्रो छैन। त्यही हो। कस्तो हुनुहुन्छ भने इन्जिनियरिङ अब छ नि, जसलाई पनि पढ्ने असर त्यही हो। इन्जिनियरिङ भन्नुहोस्, डिजाइनर भन्नुहोस्, जहाँ भन्नुहोस्, जे भन्नुहोस्, सङ्गीतकार जसले सृजना गर्छ, नयाँ नयाँ कुरालाई डिजाइन गरेर ल्याइहाल्छ। अब तपाईँले सोचेकोलाई एआईले गर्देला, हदसम्म पनि गर्देला, तर एउटै खालको होला कि त्यसले चाहिँ कुनै पनि चेन्जेसहरू त दिन्न होला। त्यो टोन सुन्दाखेरि छ नि त, मलाई एआईको टोन सुन्दाखेरि जस्तो तपाईँले एकोस्टिकमा अथवा अहिलेका सङ्गीतहरूमा जुन भनौँ हाम्रा छिमेकी मुलुकका सङ्गीत, यहाँका सङ्गीत या पुरानो 90s का 60s का 70s का तपाईँले कुरा त्यो सङ्गीतहरूको रेकर्डको सङ्गीत सुन्नुहोस् न। अहिले तपाईँ रेडियो नेपाल खोलेर रेडियो नेपालमा रेकर्ड भएको त्यो बेलामा बसेर राम्रोसँग रेकर्ड भएको गाना सुन्नुहोस् तपाईँ, त्योको क्वालिटीहरू सुन्नुहोस्। भारतीय पहिलाको सङ्गीतको पनि हेर्नुहोस्, छ अहिले पनि। अहिले आएका सङ्गीतको चाहिँ त्यो टोन अफ क्वालिटीहरू, प्रयोगहरू तपाईँको चाहिँ अब भनौँ अहिलेको के भन्नु यसलाई, वेस्टर्नमा चाहिँ मिक्स भनौँ न, एक किसिमले फ्युजन्सहरू, त्यो हेर्नुहोस्। यो तपाईँ जुन त्यसको लागि बनाएका स्पिकरहरूमा बसेर सुन्नुहोस्, रमाइलो होला, हेडफोनमा सुन्नुहोस्, रमाइलो होला। तर त्यो एउटा आत्मैमा छिर्ने हुन्छ नि, आत्मा र यहाँ छिर्ने सङ्गीतको त्यो चाहिँ अहिलेकोले अलिकति ठ्याक्कै तपाईँलाई छोइ चाहिँ रहन लगे जस्तो लाग्छ मलाई। अब हेरौँ एआईको प्रविधि अझै डेभलप भएर आउने हो कि त्यो मान्छे साँच्चीकै मानिस जस्तै ऊ पनि हार्मोनियममै बसेर उसले सिर्जना गरेर अथवा क्रिएसन नयाँ दिमागबाट निकाल्ने हो कि उसले
कहाँबाट हो। तर एआईमा जे आइरहेछ त्यो त सिस्टममा बसेको छ। त्यो एउटा सिस्टमबाट उही कानुन हुन्छ नि, ऐन कानुन तपाईँको टिप्पणी लेखा जस्तै हो त्यो कि अब त्यति भाषा बसेर ठ्याक्क आयो अनि कानुनहरू होला। तर त्यसको डिफिनेसनहरू धेरै लामो होला, मलाई त आउँदैन, म त्यो प्रविधि ज्ञाता त छैन। तर हेर्दाखेरि अहिले जति पनि एआईका गीतहरू बनायो, एआईबाट आयो, यो गीत एआईको, यो एआई सुन्दाखेरि चाहिँ नि मलाई म कन्फ्युज छु अहिले पनि त्यो क्रिएसनमा चाहिँ नि है। उसले गरेको क्रिएसनले संसारमा कति दिग्गज गरिसक्यो होला, नत्र त्यस्तो आएको होइन होला नि। त्यो त विकसित राष्ट्रहरूमा एआईकै प्रयोग छ। अब हाम्रो देशमा एआई अब अझै अहिले उसको कुरा आइरहेको छ। एआईको लागि राम्रो होला, तर कुन ठाउँमा एआई ठिक छ, एआईलाई कहाँ प्रयोग गर्दा ठिक छ, कुन चिजले एआईले बढाइ माथिलाई जान्छ, एआईले के गर्छ कसै गर्छ भन्ने कुरामा। अब तपाईँको फेस एआईले तुरुन्तै बनाइदिन्छ, मूर्तिकारै चाहिएन। उसले कस्तो तपाईँले उसले बनाउँदाखेरि कस्तो कस्तो खालको एउटा पेन्टरले बनाउँदाखेरि एउटा खालको हुन्छ। कम्प्युटरमा एआईमा तपाईँको फोटो हालिदिनुहोस्, उसले अहिले तपाईँलाई पेन्टिङ बनाएर निकालिदिन्छ एआईले, होइन हो। अब त्यो त्यहाँनिर कस्तो छ भने फुर्सदिलो हुने भए मान्छेहरू फुर्सदिलो हुने भए अब यसलाई मैले ब्रिफ गर्दाखेरि के भन्छु भन्नुहुन्छ मैले भर्खर सुरु त भएको थियो नि, होइन। अब लेट्स सी एन्ड वाच। सङ्गीतकार, गीतकार र गायक यो तिनवटा नै विधामा यहाँ पारङ्गत हुनुहुन्छ। तर आफूलाई व्यक्तिगत हिसाबले चाहिँ सम्भुजित बास्कोटा सङ्गीतकार, गायक वा गीतकार कुनले बढी? प्याकेज भयो नि त। मैले गीत लेख्छु पनि, गाउँछु पनि, सङ्गीत पनि गर्छु। एउटा म प्याकेज भएँ, तर म सङ्गीतकार हो। सम्बुजित भनेको एउटा प्याकेज हो। ककटेल त भन्नु मिलेन। ककटेल किन भन्नु मिलेन, त्यो लाग्छ। ककटेल नभनौँ, प्याकेजै भनौँ। प्याकेज यसलाई बुकी भनौँ। तपाईँले बुकी थाहा छ नि तपाईँलाई? बुकी हुन्छ नि, त्यो बुकीमा फुलहरू, एउटै फुलको पनि बुकी हुन्छ, त्यसै विभिन्न फुलका पनि बुकेज हुन्छ। यो किसिमको बुके हुँ म। अब लेखेको गीत अब लेखेको छु, श्रोताले दर्शकले मन पराउनु भएको छ। कहिले कहिले गाउँछु, त्यो पनि मन पराउनै हुन्छ। गाउनु त म एक्चुअली पछि गाउँछु नि जस्तो लागेको थिएन, पछि गाउने पनि बाध्यताबाट सुरु भएको हो। तर त्यो गीत चाहिँ अलग्गै टोनहरूको पनि एउटा अर्कै इतिहास हुँदो रहेछ संसारमै, वर्ल्डमै। त अलग आवाजको पनि एउटा अलग्गै त्यो अर्कै चाहिँ इतिहास हुँदो रहेछ। कसैसँग नमिल्ने आवाज जस्तो क्यारिकेचर त गर्छ त खासै मिलाउनु सक्दैन। हजुरले रिसेन्ट टाइम्समा लेटेस्ट कुरा गर्नुपर्दा यो आइडल, नेपाल आइडलको चाहिँ नि एज अ जज पनि काम गर्नुभएको थियो। तर एकदमै अर्को सिजनबाट फेरि यहाँले छोड्नुभयो वा त्यसको आफ्नो होला। यो गायन उसमा अथवा यो सङ्गीत साङ्गीतिक क्षेत्रमा लागेका व्यक्तिलाई यो जज हुँदाखेरि हजुरलाई त्यति त्यो पेसा अथवा कस्तो रह्यो, अनुभव के थियो? जानेर या नजानेर मैले 1987 44-45 सालतिर नेपालमा रियालिटी सो सुरु गरेँ, प्रतिभाको डबरी। हेरिटेजहरूमा हुन्थ्यो त्यो बेला चाहिँ म तपाईँलाई पनि जजहरू सबै आउनुहुन्थ्यो बसेर। प्रतिभाहरूले डान्स र इभन गायनको कार्यक्रम हुन्थ्यो, बिचमा अलि हँसाउनेहरू पनि हुन्थे। नेपाल आइडलमा म जज बस्न गएँ। पेन्डेमिक भर्खर खत्तम भएको थियो। पेन्डेमिकको यो मास्क लाएर कहाँ गएर पनि हामीले त्यो प्रतिभा छान्यौँ। र त्यो पेन्डेमिकले गर्दाखेरि त्यति साह्रो हाम्रो बेलामा त्यो प्रतिभाहरू पनि बाहिर आउन आएका थिएनन्। त्यो पनि जति आए राम्रो आएका थिए। जज गऱ्यौँ। जज भनेको चिज छ नि एउटा सबभन्दा गाह्रो चिज हो त्यो। अब उहाँहरू कुन धारबाट, कुन सोचबाट नेपाल आइडल अहिले आउँजेलसम्म त धेरै सङ्गीतको त्यो फाटहरू, त्यो अहिलेको प्रविधि, अहिलेको टेक्नोलोजी, नयाँ गाना उसमा बगिसकेको थियो। म त्यो ठाउँमा पुगेको थिएँ। त्यही पनि अलिकति अनुभवकै आधारमा। जज त म मात्रै होइन, मसँग रहेका सुगम पोखरेल थिए, सुबानी थिए, अनि अन्य अब बाहिरबाट हेर्ने पनि थिए। हामी जज गऱ्यौँ, जजमेन्ट गऱ्यौँ, जजले जजमेन्ट गऱ्यौँ। तर धेरै मात्राको जजमेन्ट चाहिँ नि बाहिरबाट भोटिङबाट हुँदो रहेछ। त्यो
भोटिङले गरेको जजमेन्ट हो। अब भोटिङले गरेको जजमेन्टमा र हामीले गरेको जजमेन्टको बिचमा छ नि हामी कस्तो पर्दो रहेछ भने तपाईँको 60-40 हामी त 40 मा पर्दो रहेछौँ। त्यो सही चिजहरू ल्याउनुको लागि हामी गएका पनि हुन्छौँ। 60ले कहिले कहिले खाइदिँदो रहेछ। त्यहाँ खाएपछि त्यो आइडलमा पहिला खालि जजमेन्ट मात्रै भइजाए त त्यो अर्कै हुन्छ। तर त्यो भोटिङको आधारले गर्दाखेरि अब त्यो नोकरी पनि नहुने रहेछ। फेरि सिस्टमै त्यो स्पोन्सर पनि चाहियो। त्यसले गर्दाखेरि मलाई कस्तो लाग्यो भने इट इज ट्रुली अब एक किसिमको एउटा सो हो, सो बिजनेस हो, सो हो। हाम्रो उपस्थिति पनि एउटा साक्षी हो सोमा, जजमेन्ट गर्नु पनि साक्षी हो। तर हामीले क्रिमलाई चाहिँ लिएर आउँथ्यौँ। तर क्रिमको बिचमा चाहिँ पछि जाने 60-40 हुन्थ्यो, त्यति हो। अघि हामी तैरिने विषयको कुराकानी गरिरहेका थियौँ। खासमा युथहरूलाई अहिले कहाँ तैरिने भन्ने कुरा त्यो अन्यलता छ। नेपालमै तैरिन सक्ने अवस्था पनि अब छ कि छैन कि भन्ने किसिमको यो अन्यलताहरू बिचमा तपाईँ चाहिँ यति धेरै चिजमा तैरिनु भयो। सुरुमा त अझ अभिनयबाट यो चाहिँ यो कसरी हिम्मत आउँदो रहेछ? यो चाहिँ कसरी सम्भव हुँदो रहेछ? तैरिनको लागि सुन्नुहोस्, सम्भव असम्भव दुईटै कुरा छ। भव त तर छ नि, अछ स छ। त्यो तपाईँले सम्भव बनाउनुको लागि छ नि, एकचोटिको फेलियर हुन्छ नि मान्छे कहीँ न कहीँ, त्यसलाई तपाईँले जज गर्न सक्नुपर्छ। यो म फेल त भएँ, यो के कारणले फेल भएँ होइन, एकचोटि फेरि ट्राई गरौँ कि भनेर ट्राई गर्ने एउटा ब्रेन हुन्छ। फेल भयो बेकारमा लागेछ यार भन्ने पनि एउटा हुन्छ। यो म तपाईँलाई एकदमै डेप्थको कुरा भनिरहेको छु। यो ब्रेनमा यो क्रिएसन छ नि, तपाईँले अब ममा त्यो किन आयो भन्नुहुन्छ भने अब म सबभन्दा बढी जिङ्गल बनाउँथेँ पहिला, एडहरू, नेपालको पपुलर एडहरू। हात्ती बोल्यो कि हात्ती छाप चबल बोल्यो मैले लेख्या हो। आरे आरे रारा मिठो भन्छन् सारा मैले लेख्या हो। वाइ वाइ चौचौ एक स्वाद अनेक मैले लेख्या हो। आयो नुन मैले लेख्या हो। गोरख काली टायर बोल्यो पनि मैले लेख्या हो। खान पऱ्यो नि, भात खाने कसैले दिँदैनन्। 20 रुपियाँ आउँथ्यो रेडियो नेपालमा, म्याक्सिमम बढेर 100 मा पुग्यो। अनि काममा लागिसक्यो, त्यो थोपरिसक्यो। बुद्धि त अब आफ्नो सिस्टर कनेक्सन भन्छ नि। प्यारोडी पनि गाएँ 41 सालमा। एकाडेमीमा 1 वर्षदेखि छ कति 41 साल 42 43 44 45 सालसम्म म स्टेजको प्यारोडी गाएर बसेँ। प्यारोडी पनि गाइदिएँ मैले। जागिर खाना गर्ने एकाडेमीमा प्रज्ञा प्रतिष्ठानमा। काम के गर्नु पऱ्यो भने के गर्दा भने गाई जात्रा प्रोग्राम आउँथ्यो, राजा महाराजसँग बसेर त्यो सारा त्यस बेला भएको नराम्रा कुराहरू, भ्रष्टाचार यताहरूको बारेमा भन्ने ती थियो दिनहरू। त्यो हामी भन्थ्यौँ। गाह्रो पनि पारेको थियो मलाई एकचोटि भन्ने क्रममा, झुक्किया पनि थिएँ म। अब साथीहरू युनिभर्सिटीका प्रोफेसर साथीहरूसँग पनि भेट हुन्थ्यो, बसियो, कुरा सुन्यो, बजारका कुरा सुन्यो, यहाँका कुरा सुन्यो, राजनीतिक कुरा सुन्यो, ऊ सुन्यो। गाजमतीको प्यारोडी पनि लेखिन्थ्यो। मेरो प्यारोडी सुपर हिट थियो त्यो बेलामा। त्यो एउटा गीत छ प्यारोडीको, कुनै दिन म अहिले होइन, त्यो गीत पनि त्यही हुन्छ कि त्यो गीतले को भाइरल सफलता पछि पाउला जस्तो लागेको छ अहिलेसम्मको राजनीतिमा। त्यो आफ्नो ठाउँमा छ। अब रहेको कुरा के भने सम्भव र असम्भवको कुरामा मैले सम्भव यसरी बनाएँ कि नि छोडिनँ। मेरो फलोअप भन्छ नि, एउटा हामी फलोअप भन्छ नि, केही कुरामा फलोअप गर्ने बानी नछोड्नुहोस्। फलोअप गर्नुपर्छ। किनभने एक न एकचोटि बम्बईमा पनि त्यही छ। एउटा मान्छे के भन्न जान्छ, गेटमा गएर उभिरहन्छ, अरे यसलाई पठाइदियो भन्छ कतिचोटि, भन्दा फेरि गएर उभिन्छ, पठाइदिन्छ। त्यो मरै लाग्यो हजुर, तिनी बस्ला भनेपछि बरु एकैले सुनिदिँदाखेरि त्यो राम्रो पनि हुनसक्छ। कहिले कहिले बेस्ट मान्छे लस्ट गरे पनि हुन्छ। यस्तो कथामा सिनेमा पनि भइरहेको छ। तर के भन्नुहुन्छ भने मैले चाहिँ जिन्दगीलाई अब भात खाने पनि पेसा यही भयो, आफूलाई प्रमोट गर्ने पनि यही भयो। अब सिस्टर कनेक्सनका कामहरू, एडहरू पनि सङ्गीतसँग आबद्ध छ।
गीत लेखनसँग आबद्ध छ। अनि अभिनय पनि हामी यतापट्टि नृत्य गरिहालेँ, त्यो एकचोटि सुरुको हो त्यो। अब त्यो अर्को टेलिभिजन क्रिएसन चाहिँ मैले गरे हो। त्यो नेपालमा म्युजिक भिडियो पहिलोचोटि ल्याएँ मैले डाइरेक्सन गरेँ। पहिला 100 म्युजिक भिडियो गरेको छु मैले 1985 मा। सङ्गीत सङ्गम भन्ने एउटा कार्यक्रम थियो, टेलिभिजनबाट आउँथ्यो। विजय कुमारजीको 8 बजे भन्ने कार्यक्रम आउँथ्यो, मेरो चाहिँ त्यो आउँथ्यो, चल्थ्यो। 5 वटा गीतलाई बाहिर लगेर त्यो फेरि मलाई 36 सालमा कसरी आयो भन्नुहुन्छ भने यो दिमाग त हो नि मान्छेको। एउटा युद्धबनी फिल्म हेर्न गएको थिएँ म। युद्धबनी फिल्मको भात खान त पऱ्यो। त्यसमा चाहिँ म चाहिँ पिआरओ अफिसर भएर काम गर्न गएको थिएँ, पब्लिक रिलेसन अफिसर भएर काम गर्न गएको थिएँ। त्यहाँ चाहिँ त्यो सुटिङ गरेको त डान्स डाइरेक्टरले नचाएको, हिरोइनलाई नचाएको, कट भनेको यस्तो भनेको सारा कुरा देखिरहेको थिएँ मैले। होइन त यार, हाम्रो गायकहरूलाई पनि यसरी गराएर यस्तो गरेर ल्यायो भने त एउटा नयाँ कार्यक्रम बन्छ त यार। टेलिभिजन आछ, घर समुचित गरे, हिट भयो। आज मलाई गाली पनि गरे, पत्रिकामा यति गाली आयो कि गाउने के अरे सुन्ने कुरालाई टिभीमा भिडियोमा देखाइदिएर समुचित बास्कोटाले के गर्यो भनेर यति मेरो विरोध पनि आयो। तैपनि मैले गर्दै छोडिनँ, गर्दै गएँ। अहिले अब त्यो म्युजिक भिडियोको वर्ल्ड त मलाई थाहा छ, वर्ल्डको बारेमा मलाई साउथ एसियामै थिएन मैले गर्दाखेरि। सम्भव छ अहिलेका भाइहरूलाई पनि, अहिलेका जुन छ नि प्रतिभावान, अहिले पनि छ नि ट्यालेन्ट त बन्द हुँदै आउने हो नि, जन्मिँदै आउने, झन् निखारिँदै अहिलेका सिर्जना गर्ने अहिलेका मान्छेहरू, नयाँ कलाकारहरू भाइहरू पनि एकसाथ आफूलाई प्रयोग गर्नुहुन्छ। तर उहाँहरूले कहीँ असम्भव भनेर आफूलाई चाहिँ भनौँ एकदम हुने, त्यो तपाईँको एन्जाइटी हुने गरिकन आफूलाई बर्बाद बनाउने होइन, कोसिस गर्ने। यहाँ नभए त्यहाँ, त्यहाँ नभए त्यहाँ मैले पनि यहाँ भए यहाँ, त्यहाँ नभए त्यहाँ गरेकै हो। किनभने चाहिँ भएन भने अब प्राइम प्रड्युसरै हुँला, मेरो सङ्गीतले मलाई धोका दियो भने, यदि भएन भने म यो गरौँला, नभए गीत लेखेर बसौँला, नभए सङ्गीत मात्रै गरौँला, न गायक हुँला। कोसिस त गर्नुपर्छ भन्नुहोस्। कोसिस र आफूलाई आफ्नो स्किम उसलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ तपाईँले आफूलाई हरदम प्रयास चाहिँ गर्नुपर्छ जस्तो मलाई लाग्छ। कति भित्र रोए बाहिर आँसु झरेन, कति रोए भित्र बाहिर आँसु झरेन। तर मलाई त्यो हार मलाई मन पर्दै परेन। भन्नुभयो मैले जिन्दगीमा कति फेलर छन्, छोडिदिनुहोस् न। अब त्यो कुराहरू अहिले म त्यो मेरो अब आएको किताब निकाल्ने प्रयासमा छु, किताबमा आउने छ नि साह्रै दुःखद क्षणहरू पनि छन्। साह्रै एउटा किटी कुट्ने एउटा मानिसले पनि सफलता हेर्न खोज्छ। कहाँ सफलता हेर्छ भने ऊ खुसी कहाँ हुन्छ भने ऊ खानै नभए पनि तपाईँ पनि उसको बच्चा जन्मेको दिन कति खुसी हुन्छ। हो छोरा जन्मे कि छोरी जे जन्मे पनि त्यो घरमा केही छैन भने पनि त्यो खुसी, त्यसलाई उल्लास हुन्छ, समाज छ र त्यसलाई हेरेर त्यसलाई अनुभूति गर्छ कि खुसी हुन्छ। कुनै सन्तानको सफलतामा, कुनै उसको सफलतामा कहीँ न कहीँ सुख सुखका भागी हुँदै गएका हुन्छन् र धनाध्य पनि दुःखी हुन्छन्। फेरि ती जति कति दुःखी हुन्छन् तिनीहरू। उनीहरू भेट्न पनि चाहिँ नभेटेर हुन्छन्, पाउनु पुगेको नपाइरहेको हुन्छन्। मलाई कस्तो लाग्छ जिन्दगी भने, जिन्दगीलाई छ नि तपाईँको कुनै पनि काम गर्न उमेरले रोक्दैन। जबसम्म तपाईँसँग त्यो ब्रेन छ, तपाईँसँग त्यो ऊर्जा छ भने गो हेड। असम्भव के पनि सम्भव छ र प्रयत्न गर्नुहोस्। अझै कतै पौडिनु पर्ने त्यस्तो योजना केही बनाउनु भएको छ अबका दिनपछि? पौडिनु त म अब डुब्दिनँ, किनभने सिकेको छु पौडिनु तानी। जुनै भने ठुल्ठुलो समुद्रमा त गाह्रै पर्छ। अब अलिकति डाइभ हाल्ने यस्तो गर्न सकिन्न, तर हल्का पौडी खेल्न सकिन्छ। योजनाहरू धेरै सोचिरहेको छु। पहिला गरेका कामलाई एकचोटि फेरि रिकगनाइज गरौँ। यसलाई रियालिटी सोलाई पनि एकचोटि नेपालको हो, त्यो देशले चिन्दै राम्रो हुन्थ्यो। किन भन्नुहुन्छ भने प्रतिभाको डबली फर्स्ट रियालिटी सो हेरिटेजमा गरेको हामीले, ओपन थिएटरमा, संसारमा कहीँ पनि गरेको छैन। त्यो हाम्रो देशको एउटा हो नि, सबै इतिहास हो नि त्यो त। जसले गर्दाखेरि पनि राष्ट्रले गर्दा नि हुन्छ, जसले गर्दा नि हुन्छ। अब त्यो एउटा कुरा गर्नु मन छ। र एउटा अर्को मलाई
कसरी अझै त्यो संसारभरिको मान्छेले गाउन सक्ला त्यो गीत भनेर नेपालीले होइन विदेशीले पनि अरू भाषिकले पनि गाउन सक्लान् भने कस्तो खालको गाना बनायो भने अहिले त हाम्रो रेशम फिरिरी भन्ने गाना पनि गाउँछन् कति ठाउँमा त्यो चाहिँ कस्तो भने अब नेपाल आएर फर्किने उतातिर भएकोले गाउने हो तर हाम्रो गाना संसारमा बुझ्नु लय राम्रो भयो ट्युन राम्रो भयो भने त गाइहाल्छ ट्युनिङ तर मान्छेले गाउँछन् नि गाउने वातावरण छ नि हाम्रो पहिलाकै गीत पनि राम्रो छ नेपाल धेरै गीतहरू राम्रो छ नेपाली त्यो गीतहरू संसारमा सबै विदेशी उहाँहरूले पनि गीतहरू नेपाली गीतको क्यासेट अथवा भनौँ अब के क्यासेट भन्नु र अब त उसमाबाट सुनुन् च्यानलबाट सुनुन् त्यो काम कसरी हुनसक्छ राष्ट्रको कुनै पनि अङ्गले गर्यो भने त्यहाँ सहकारी उहाँलाई सहयोग गर्नुपर्छ मलाई त्यति हो प्रतिभाको डबलीको हामीले कुरा गऱ्यौँ कुनै त्यो पात्र तपाईँलाई याद छ जसले चाहिँ त्यो प्लेटफर्म पाएर आजको दिनमा चाहिँ आफूले आफूलाई इस्टाब्लिस गरेको कुनै पात्र अथवा कलाकार कोही त्यो प्लेटफर्मबाट आएको सिधै भास्कर राज करिङ्गारजी पनि हो एउटा उद्घोषणबाट अनि अर्को पात्र अब त्यहाँ धेरै छन् अब एकजनाको नाम लिएर भएन एउटा त आफै पनि त्यो अब एउटा सानो सिम्पल त्यहाँ आएर प्रतिभा देखाएको एकजना बाबा पनि आएको थियो त्यहाँ अस्ति एकचोटि भाइरल बाबा भएर आएको थियो नेपालमा डबलीको खुब पपुलर भएको थियो एकचोटि उनी है एकचोटि अगोरी के भन्ने भाइ केसी त्यो भाइ पनि भएको थियो त्यो भन्दा नि तपाईँको त्यहाँनिर गायक गायिकाहरू त्यहाँबाट निकै आउनु भएको छ इभन त्यो कार्यक्रममा प्रेमराजा के अरे प्रेम अवतारले फ्लुट बजाउनु भएको छ नवीना श्रेष्ठ ल्याएर त्यहाँ अभिनय गर्नुभएको थियो अनुसो गर्नुभएको थियो गौरी मल्लजी पनि त्यहाँ आउनुभएको छ त्यो डबलीमा पार्टिसिपेट भएको है भुवन केसी पनि त्यो बेला भर्खर हुनुहुन्थ्यो उहाँ आउनुभएको छ त्यो बेलामा सन्तोष पन्त आउनुभएको छ त्यहाँनिर प्रतिभाको डबलीमा त्यहाँ छ सिन कतै अब तपाईँको यो उदय सोताङ मनिला सोताङजी उदय सोताङजी आउनुभएको छ त्यहाँबाट त्यो प्लेटफर्मबाट आएका ती कलाकारहरू अहिले एउटा आफ्नो सम्मानित उसमा हुनुहुन्छ त्यहाँ आउनुभएको छ अरू पनि निकै छ मैले नाम त्यति अझै भन्न सकिनँ धेरै छन् नदेखेको जस्तै नेपाली टेलिभिजनमा 42 सालदेखि 50 सालसम्मका एकदम रुचाएका मन पराएका एडहरूमा अहिले तपाईँले भन्नुभयो त्यसमा तपाईँको आफ्नै छोरी मेला पनि रारा चाउचाउमा खेल्नु मेला उहाँहरू अहिले तपाईँको पथमा तपाईँको क्षेत्रमा उहाँहरू लाग्नु भएको छ कि छैन अथवा उहाँहरू यो खेलभन्दा बाहिर हुन्छ अब मैले के भन्ने अब क्षेत्रमा जस्तो म लागेँ अब मैले कहिले पनि छोराछोरीलाई तिमी यो गर उ गर भन्दिनँ उसले देखाएको छन् मैले म कसरी आएँ सबै थाहा छ उसलाई तर एक दुईवटा चलचित्रमा उनी पनि बाल भूमिकामा पनि उनले खेलिन् अहिले मेलाले त्यो लाइन छोडेर उनी यो लाइनमा छैनन् आजको दिनमा यो सङ्गीत क्षेत्रमा चुनौती र समस्या के जस्तो लाग्छ तपाईँलाई हेर्नुहोस् चुनौती त व्यापकै छ चुनौती र समस्या उयो हात्ती चप्पल बल्यो र बल्यो भने समस्या पनि त्यही हो चुनौती पनि त्यही हो समस्या यस कारणले छ कि त्यो समस्याभित्र देशको मलाई राष्ट्रलाई चाहे कसैलाई पनि आफूलाई इजी एक्जिट गरेर छ नि चिनाउने अहिलेको जुन माध्यम छ नि प्रविधि माध्यमहरू छन् त्यहाँबाट मान्छेले इजी आफूलाई तुरुन्तै केही कुराले भाइरल भएर आउँछन् अथवा के आउँछ मिडियाबाट सबैजना झट्झट आएर रातारात हिट सुपरस्टार पनि भन्छन् हरेक क्षेत्रमा राजनीतिकमा गायनमा अब अरू धेरै धेरै विचारमा यसरी आउँछन् पनि मलाई लाग्छ हाम्रो क्षेत्रलाई चाहिँ नि अलिक अझै पनि हामीले राम्रो अम्ब्रेला पाएको छैन भनेको मतलब ती स्रष्टाहरूले कतिले घर किने होला कतिले सम्पत्ति जोडे होलान् कतिको होला कतिको पैतृक होला कतिको के होला तर कति अझै पनि चाहिँ नि आफूले गरेको सृजनाको राम्रो चाहिँ श्रमिक हुन्छ नि एउटा जुन अहिले वर्ल्डमा सबैले भेट्छन् नि संसारमा अरू देशमा कलाकारहरूले पाउँछन् गरेका जति त्यो चिजहरू राम्रोसँग पर्याप्त मात्रामा पाएका छैनन् चुनौती चाहिँ त्यति धेरै ठुलो पनि देख्दिनँ म राम्रो क्रिएसन राम्रो चिजहरू गऱ्यो भने तुरुन्तै संसारभरि फैलिन सक्छ अहिले पहिला हामीलाई त नेपालमा त्यो मात्रै थियो रेडियो नेपाल थियो एउटा
पछि आयो, अहिले पछि त हामी पनि आयौँ सबैतिरबाट। तर जग बनाउन हामीलाई धेरै गाह्रो भएको थियो। हामीसँगै दाजुहरूले, हाम्रा अग्रजहरूले हामीले जग बनाएको छौँ। तर हामीले त्यो चुनौती यहाँ के छ भने अब वेस्टर्न या इस्टर्न कुनै सङ्गीत त्यो टाइपको सङ्गीत होइन कि आफ्नो टाइपको सङ्गीतलाई इन्टरनेसनल लेभलमा पुर्याएर त्यो अलग्गै टेस्ट दिन सक्यो भने त्यो धेरै राम्रो हुन्छ। चुनौती सृजनामा छ, क्रिएसनमा चुनौती छ, क्रिएसन खतरा हुनु पऱ्यो। एक दुईवटा गीत टक्कै कुनै गीत पनि ट्याक्क लाएर देशभरि नै साह्रै व्यापक भएर युट्युबबाट चल्दाखेरि कहीँ विदेशीले ठ्याक एक दुई ठाउँमा चाहिँ रुचाइदियो गर्यो, त्यो भनेको एउटा सानोतिनो कुरा हो। त टोटलिटीमै हुन्छ नेपाली सङ्गीतलाई संसारको बजारमा जानको लागि चाहिँ एकदमै डेप्थ क्रिएसन, आफ्नो पहिचान, नयाँ सृजना, नयाँ कुरा, नयाँ सोच। जस्तो एआईको कुरा आयो, त्यो नयाँ सोच न हो। अब त्यो सृजना पनि नयाँ सृजना, नयाँ क्रिएसन गरेर संसारमा जानुपर्छ। त्यो जानको लागि त्यो पहलको लागि राज्यले समस्या चाहिँ समस्या, त्यो जानको लागि समस्या भने त्यही हो। उसलाई अब ए बाबा यहाँबाट वर्षको टप 10 छ नि, ल सही कुरालाई कसरी गर्ने, कसरी लैजाने भनेर एउटा माध्यम लाग्नुपर्छ। मास्टर रत्नदास प्रकाशको नाम लिनुभएको थियो। हजुर हजुर, उहाँको चाहिँ पनि धेरै कन्ट्रिब्युट गरेको तर कम लेखिएको र सुनिएको मान्छेमा पर्नुहुन्छ भन्नु। हजुर हजुर। घरभन्दा बाहिर उहाँसँग कहिले भेटघाटहरू, लामो इन्ट्रेक्सनहरू भयो यही फिल्डमा अथवा विभिन्न सोसाइटीका डिफ्रेन्ट एस्पेक्टमा? यहाँको मेमोरी के छ उहाँको बारेमा? म अहिले एकछिन तपाईँ यहाँले भन्ने बित्तिकै बाल्यपनमा त घरमा आउनु बुवासँग बस्नुभयो। पछि ठुलो भएपछि उहाँलाई रेडियोबाट पनि भेटेँ। उहाँको घर लाजिमपाट, म पानीपरी, उहाँ लाजिमपाट। उहाँको टिल्क टल्केको चाहिँ दौरा सुरुवाल, कोट, रातो टिका टिक्क लगाएको, चट्ट अलि पावर चस्मा अलिकति, धागो टोपी ठक्राक ढल्काएर उहाँ साइकलमै आउनुहुन्थ्यो। एउटा उहाँको साइकल पनि चलाएको छु मैले एकचोटि। अनि उहाँ चाहिँ नि बोल्दाखेरि अलिकति सफ्ट किसिमले बोल्नुहुन्थ्यो र उहाँले सङ्गीतको बारेमा हामीलाई पनि प्रशंसा, बाबु भन्नुहुन्थ्यो मलाई, किन बुवालाई त्यो घरमा आएको भएर सम्झित बाबु भनेर कुरा गर्नुहुन्थ्यो। राम्रोसँग सल्लाह सुझाव दिने। अनि नेपालमा आफ्नो गीतहरू उहाँको, हाम्रो बेलामा केही गीतहरू मात्रै रेकर्डिङ हुन्थ्यो। उहाँको पहिलाको गीतहरू आफ्नो ठाउँमै थिए। कहिले मात्रै गीत गर्न गीतको लागि आउनुहुन्थ्यो। कसैलाई गीत सिकाएर ल्याउनुहुन्थ्यो, आफ्नो सङ्गीतमा पनि गाउनुहुन्थ्यो। र ठ्याक्क कहिले उहाँको घरमा, म उहाँको घर पनि गएको छु। उहाँ बिरामी हुँदाखेरि भेट्न पनि गएको छु, भेटेको कुरा पनि गरेको छु। अत्यन्तै सरल, सुशील र चाहिँ अब एक किसिमले त्यही बेला पनि अलि हँसिलो हाँस्दाखेरि कति राम्रो देख्ने मान्छे। अब सुनिन्थ्यो। अब त्यो बेलामा दरबार राणाहरूको फ्यामिली बेलामा उहाँ चाहिँ महिलाको भूमिका गरेर पनि नाटक गर्नुहुन्थ्यो। नाटक पनि कार पनि हो उहाँ। त्यो बेलाको फोटो घरमा मैले फोटोहरू हेरेको छु उहाँको। तर एक किसिमको आफ्नै भाका, आफ्नै लय, आफ्नै एक किसिमको हुन्छ नि, घराना भन्छ नि, गाना गाउने तरिकाहरू उहाँको थियो। र मान्छे जाने मिजासिलो मान्छे हुनुहुन्थ्यो। र मैले उहाँलाई मेरो प्रतिभाको डबलीको जज पनि बनाएको छु। र मैले रत्नदास प्रकाशलाई भेट्दाखेरि आफ्नै फादर, आफ्नै अङ्कल, त्यो पनि घरमा आइरहेको नि त्यति माथि। त्यो बेलामा हाम्रो महाराजगञ्जतिर चाहिँ मासु पसल थियो, खसीको मासु पसल। उहाँ चाहिँ त्यहाँबाट मासु किन्न आउनुहुन्थ्यो र उहाँहरूको पातमा यसरी लपेट्ने बानी थियो, मासु बान्ने बानी थियो। त्यो मेमोरीमा आएको मेरो अहिले भन्ने बित्तिकै त्यो पछाडिपट्टि क्लिपले टक्क च्याप्या हुन्थ्यो। मैले सट्ट घर ल्याएर टक्क साइकल रोक्यो। अनि गोपाल बाबु भन्नुहुन्थ्यो मेरो बुवालाई। अनि बसेर भित्रपट्टि आएर चिया खाएर साइकल त्यो गेटैमै राखिन्थ्यो। त्यो त्यहाँ कसैले त्यो बेलामा कति अनुशासन,
न कसैले छुने न कसैले के गर्ने, त्यहीँ बसेर चिया खाएपछि अनि त्यहाँबाट लाग्नुहुन्थ्यो। कति यता घटना छन्, कति बुवाको हारेमा बसेर म माहुरी हुँ तिमी राधा भन्दै गएको पनि सुनेको छु मैले। अब त्यो युगका व्यक्तिहरूको त्यो अब कति त्यो मेमोरीमा आयो भने चाहिँ पल्टिँदै म त्यहीँ पुग्छु, फेरि त्यहाँ पुगिन्छ। अब तपाईँको त्यो अहिले आयो त्यो स्काउटको ठाउँ छ नि, लाइन चौर, त्यो त्यहाँभित्र चौर थियो अनि पर्खाल छोटो पर्खाल थियो, ड्यारीको त्यहाँ उयो थियो। अब हामी जाने त्यो चिज र दुध, एउटा सानो बोतलको दुध पाउँथ्यो, त्यो खाना हामी त्यहाँ लिन जान्थ्यो। उहाँ पनि दुध त्यहाँ लिन आउनुहुन्थ्यो, त्यहाँ पनि भेट हुन्थ्यो। मासु किनेर फर्किँदाखेरि मेरो घरमा रोकेर चिया खानुहुन्थ्यो। उतापट्टि रेड नेपालको गेटबाट छिर्ने बित्तिकै दाहिनेपट्टि एउटा ऊ थियो, के अरे आर्मीको क्याफ्टेरिया थियो, चिया खाने ठाउँ, त्यहाँ पनि भेट हुन्थ्यो। चिया त्यहाँ पनि कहिले कहिले बसेर चिया खाएर बस्नुहुन्थ्यो अनि हामी जान्थ्यो। अनि भयो कहिले छ रेकर्डिङ के छ भनेर सोध्नुहुन्थ्यो। अनि मेरो गानाहरू आएपछि पनि उहाँले सुन्नुभएको छ। उहाँसँगै काम गर्ने त्यस्तो मौका कहिले मिलेन? त्यो पाइनँ, किनभने म ज्यादै छु, उहाँ अलिक ज्यादै सिनियर हो मेरो। मैले तर धर्मराज थापालाई चाहिँ मैले चलचित्रमा चाहिँ गीत गाएको छु। उहाँलाई चाहिँ धर्मराज थापाजीलाई चाहिँ नि त्यो एउटा फिल्ममा मितिनी भन्ने फिल्ममा छ, एउटा सानो टुक्रा उहाँले गाउनु भएको छ मितिनी भन्ने फिल्ममा। मैले सकेसम्म समेटेको छु क्या, ल्याङ्ग्वेज समेटेको छु, भाषा समेटेको छु। चलचित्रका गीतलाई समावेशी मैले पनि गरेको छु, धेरै गरेको छु। खकी मखुला मात्रै भए पनि हाल्छु म, स्याट्ट भनेर मैले हाल्छु। किनभने त्यो गीतहरूमा सङ्गीतहरूमा सबै धनी छौँ त हामी, कल्चरली सब धनी छौँ, म्युजिकमा धनी छौँ, भाषा भेषमा धनी छौँ, एकअर्काको मिक्स धेरै राम्रो लाग्छ हामी। त अघि मैले भने नि हामी यति धनी छौँ कि त्यो तपाईँको चुनौतीको कुरामा कहीँबाट यस्तो चिजहरू निक्लियोस् कि त्यो अन्तर्राष्ट्रिय क्षेत्रमा जाँदाखेरि पनि त्यो अझै छैन, वर्ल्ड वाइड नै होस् न। अनि जसरी अहिले अब केही कुराले भर्खर फिल्ममा एउटा हाम्रो उहाँले चाहिँ उसमा जितेर आउनुभयो, त फग 11 उसकोबाट आउनुभयो फिल्ममा। अब त्यसले अलिकति बढाउँछ। खेलकुदमा साम्बा बैले नाम कमाएर अलिकति बढाउँछ। हाम्रो सङ्गीतवाला पनि जाने माध्यम चाहिँ अलि राम्रो डोर चाहिँ गभर्मेन्टले नै खोलिदिनुपर्छ जस्तो लाग्छ मलाई। तपाईँको सृजनाको कुरा गर्दा अब तपाईँको धेरै चर्चित सृजनाहरू छन्। मलाई चाहिँ एकदमै हृदयमा छुने के हो भने नारायण गोपाल दाइले गाउनुभएको तिमीले भनेका। हजुर हजुर, त्यो गीत कसरी जन्मियो? अब खोल्नै पऱ्यो त्यो कुरा, खोल्नै पऱ्यो यो त। अब मैले यो कुरालाई पछि खोल्नु जस्तो लागेको थियो, यहाँले भनिहाल्नुभयो। म डाक्टर विश्वम्भर प्याकुरेल, हामी त्यो गीतको मात्रै कुरा गरौँ, अरू लामोको कुरा नगरौँ। डाक्टर विश्वम्भर प्याकुरेल म हामी चाहिँ ज्यादै मिल्ने। दिपक खरेलको पनि धेरै नै राम्रो, उहाँको पनि नाम चर्चा परिचित भइसकेको थियो। अस्ति भर्खर पनि दिपक खरेलजीसँग भेट हुँदाखेरि यही कुरा भएको थियो मेरो, या तिमीले यो गीत भन्थ्यौ, त्यो अब गएर हाँस्यो हो। के हुन्थ्यो भने म नारायण दाइलाई भन्ने गाना कहिले कम्पोजै गरिनँ मैले, उहाँको लागि भने गरेको छैन मैले। विश्वम्भर प्याकुरेलजीले मलाई यो गीत लेखेर दिनुभएको थियो। म त्यो गीतलाई उहाँले कहाँ कोलाई दिनु मलाई थाहा थिएन, मलाई दिनुभएको थिएन मलाई थाहा छ। अनि मैले झन् त्यो गीतलाई मैले कम्पोज गरिदिएँ। अब दिपक खरेलले गाउने, मेरो त सबै दिपक खरेलले गाउनुहुन्थ्यो नि गानाहरू प्राय भनेर मैले कम्पोज गरेको थिएँ। अनि एक दिन चाहिँ नि ल ट्युनिङ भयो भन्ने कुरामा मैले ट्युनिङ गरेँ। अनि सुन्ने भन्ने कुरामा अनि हाम्रो दिपक खरेलजी, म, विश्वम्भर प्याकुरेल त्यहाँ बस्यो त्यो गाना मैले सुनाएँ अलिकति। अब हाम्रो त्यो बेला त्यो गिटारहरू पनि बोकेर जाने कुरा थिएन, यसरी म फेरि आवाजमा पनि त्यो अलिकति सुरैमै गाउने भएर गाएर सुनाएपछि कि मैले सुनाएको अलिकति स्लो टाइपले सुनाएँ कि अब त्यो तालवादक त थिएन, एडलिप टाइपले सुनाएँ कि त सुनाएर राम्रैसँग सुनाएको थिएँ। विश्वम्भरजीले चाहिँ मिठो भयो है भनेर भन्दै हुनुहुन्थ्यो, उहाँ डाक्टर साहब अहिले पनि हुनुहुन्छ। अनि मैले चाहिँ दिपक खरेलजीले के भन्नु भने
यार सम्झित यार अलिकति स्लो भयो कि यसलाई फास्ट ट्र्याकमा गरौँ न नै अहिलेको अलिकति धार भन्नुभयो उहाँले। म त्यो धार त मेरो दिमागमा छिरेन, नछिरेपछि ल हुन्छ नि गरौँला नि भन्दै त्यो गीतलाई त्यत्तिकै मैले राखेको थिएँ। अब मुड त हो नि, म त्यो लालदरबारमा एउटा ग्रुप 3 भन्ने स्टुडियो थियो, त्यहाँ चाहिँ हाम्रो बसन्त चौधरीजीले खोल्नु भएको हो त्यो। म त्यहाँ पनि समावेश थिएँ। त्यहाँ अर्गेनमा बसेर म एक दिन त्यो गीत गुनगुनाएर गाइरहेको थिएँ। नारायण दाइ आइपुग्नु भयो, आएर पछाडिबाट आइपुग्नु भएको रहेछ। ढोका खुल्लै थियो, सुन्नुभयो अनि सोध्नुभयो यो गीत सुनाएन मलाई एकचोटि भने। मैले सुनाएँ। कसको गीत भने फलानुको मार्ट साहबको गीत भन्नुभयो। हो भने मैले ल राखिराख है भन्नुभयो। पछि नारायण दाइले गाउनुभयो। तपाईँ यहाँ अब हाम्रो अगाडि उपस्थित भएकोलाई मलाई एउटा प्रश्न सोध्न मन लाग्यो के भने अब अहिले चाहिँ देशमा एकजना कलाकार एकजना गायक नै प्रधानमन्त्री हुनुहुन्छ, तपाईँलाई के लाग्छ? म त राम्रो लाग्छ। आफ्नो क्षेत्रको चाहिँ मानिस प्रधानमन्त्री भएकोमा कसलाई नराम्रो लाग्छ र? म त खुसी छु नि, म ह्याप्पी छु। किनभने जो एउटा कलाकारमा सृजनशीलताको भावना हुन्छ, दिमाग हुन्छ, दुनियाँ सब कुरा हुन्छ। अब उहाँमा पक्कै पनि उहाँले पनि त्यो कति कुराहरू सृजनाबाट देखाइसक्नु भएको छ। उहाँले आफ्नै गाउने शैलीका गीतहरूबाट उहाँको सोबाट देखाउनु भएको छ। अब यो राजनीतिको पाटोमा उहाँले मेयर हुँदाखेरि पनि जति आफ्नो गर्नुभएको थियो, कति त्यसको काम जति गराइ कस्तो थियो या कस्तो थिएन, त्यो जजमेन्टको पालो अझै बाँकी नै हुँदाहुँदै पनि अझै जनताले उहाँलाई त प्राइम मिनिस्टरमै हेर्न खोजे, माथि नै प्रधानमन्त्रीकै रूपमा हेर्न खोजे। त्यहाँ अहिले उहाँ हुनुहुन्छ, अब भर्खर जानुभएको छ, उहाँले गर्दै हुनुहुन्छ। अब एउटा हुनार युवा यङ अहिलेको जेनेरेसन एउटा उत्साह उमङ्ग बोक्नु भएको छ। मैले दुईवटा कुरा मात्रै भन्छु। हर कुरा चाहिँ त्यो टाइममा छ नि, जुन उहाँले अहिले अब काम गरिरहनु भएको छ। भर्खर यत्रो ठुलो सङ्घा उपसी आन्दोलन अथवा यो दुनियाँ यो देशमा आएको यो आमूल एउटा अर्को युथ परिवर्तनपछि आएको सरकार हो। त्यो सरकारले कुन बाटो कसरी रोजिरहेको छ, अब एकैचोटि कहाँ नै राम्रो हुन्छ भने त मलाई लाग्दैन। तर गुड एन्ड ब्याड त भइहाल्ला। तर अहिलेसम्म उहाँले अब जो एउटा स्रष्टाको नाताले भने है, म एउटा कलाकार भएर माया त लागिहाल्छ। हाम्रै क्षेत्रको हाम्रै जातको कलाकार भन्ने एउटै जात हो है। अनि हामीलाई पनि गर्व त लाग्छ। देखो त कलाकार पनि प्रधानमन्त्री छ हाम्रो देशमा भने त हाम्रो गर्व त लाग्छ। तर उहाँले गर्ने कामहरू, जुन काम भोलिका दिनमा कसरी बाहिर निस्कन्छन्, कसरी पब्लिकलाई चाहिँ यो अहिले जनताहरू खुसी हुन्छन्, सुखी हुन्छन्, कसरी अहिले एउटा किसिमको चाहिँ यो देशभित्र भएको धेरै फोहोर मैलाहरू सफा हुन्छन्, राम्रोसँग एउटा अब एउटा लिडरसिप उहाँले वहन गर्नुहुन्छ। त्यो वी हेभ टु अलिक अझ अहिले भरिहाल्ने बेला चाहिँ छैन जस्तो लाग्छ मलाई। तर म चाहिँ उहाँले गरेको कामलाई उहाँ आएको खुसी छु म चाहिँ। अहिले पनि यहाँले गुनगुनाइरहने सुनिरहने गीत कुन हो त्यो बारे थोरै? हेर्नुहोस्, म शब्द राम्रो नभइकन त्यहाँ म आफू त्यसमा डुब्दिनँ। कुनै पनि गीतहरू अलिकसँग नारायण दाइको पनि छ। उहाँले पनि अब मलाई घरमा पठाइदिनुहुन्छ शब्दहरू, गीतहरू। उहाँलाई जुन मन पर्दैन थियो, उहाँलाई दुःख दिनेहरू सबैलाई दुःख दिन लाउनुहुन्थ्यो। त्यो बडा रमाइलो कहानी छ। साँझपछि हाँस्नुहुन्थ्यो फेरि मजाले। म अब त्यो जोकमा जान्थ्यो फेरि है, आज कतिजना आयो त भनेर सोध्नुहुन्थ्यो। अनि मैले भने यहाँलाई धेरै धेरै धन्यवाद दाइ, पख्नु शनिबार तँलाई त्यसको क्षतिपूर्ति दिन्छु भन्नुहुन्थ्यो। अनि शनिबारको दिन उहाँले हाँस लिएर आउनुहुन्थ्यो, मेरो घरनिर राखेर मोटरसाइकल रोकेर टिट बजाउनुहुन्थ्यो मोटरसाइकल। म माथिबाट हेर्थेँ कोहीबाट भनेर इसारा गर्नुहुन्थ्यो। म पनि सबै मिलाएर ठ्याक्क आएर मोटरसाइकलमा बसेँ नि घरतिर जान्थेँ। दिउँसभरि आनन्द शनिबार हाँसको मासु पनि खान्थ्यो र मैले गर्थ्यो। कहिले
त्यस्तै दुःख दिएको दिन फेरि आउनुहुन्थ्यो, त्यस्तै गर्नुहुन्थ्यो। गाडीमा युनिभर्सिटी जान्थ्यो, हामी डाक्टर साहब हाम्रो विश्वम्भरजीको क्वार्टर थियो त्यहाँ जान्थ्यौँ, त्यहाँ बसेर दिनभरि रमाइलो पनि गर्थ्यो, बस्थ्यो। अनि मलाई नै त्यही कुरा हुन्थ्यो। अनि मैले पनि त्यो कुरा सुरु गरेपछि 2-4जना मान्छे भेट्नुहुन्थ्यो। तपाईँ नारायण दाइले तपाईँलाई बोलाउनु भएको छ नि भनेर भन्थेँ। म पनि त्यो गीत तपाईँले अस्ति लेखेको गीतहरू त राम्रो मन पराउनु भयो, त्यो दाइले त एकदमै गाउने भन्नुभएको छ, एकचोटि त्यो भाइलाई भेट्न पठाइदिएन भन्नुभएको छ। अनि मैले पनि पठाइदिन्थेँ। अनि मसँग पछि फेरि त्यसको बदला लिनुहुन्थ्यो, अनि गाउनुहुन्थ्यो, मसँग कुन जन्मको यो बदला लिने छौ भन्ने एउटा गीत माडीको दाइले गाएको गाना सुनाइरहनुहुन्थ्यो मलाई कहिले कहिले। यो रमाइलो क्षणहरू धेरै कुराहरू छन्। मैले कति तिरेँ नारायण दाइले क्षतिपूर्ति मैले जति कति तिरेँ होला, तिर्थे। हाम्रो एमएम इन्टरनेसनल भन्ने होटल थियो, त्यहाँ नारायण गोपाल दाइ हामीहरू अब उहाँ त्यहाँ मिहा रेस्टुरेन्ट भन्थ्यो, जिएम साहब हुनुहुन्थ्यो नारायण दाइ त्यहाँ नाचगानमा, त्यहाँ मिहामा दिउँसो लन्च खान्थ्यौँ। त्यस्तो भएको दिन म क्षतिपूर्ति तिर्थेँ नै त्यहाँ। अनि त्यो एमएम इन्टरनेसनल भन्ने थियो त्यहाँ पनि जान्थ्यो। हाम्रो केही ग्याङ साथीहरू थियो, 1-2जना रमाइलो साथीहरू थियो, बस्थ्यौँ भने। त्यो धेरै कुराहरू यस्ता छन्। अलि केही साङ्गीतिक मेरा कुराहरू दाइसँग मैले गर्न अझै धेरै गीत त गरिनँ, 4वटा गीत गरेँ जम्मा। अझै पनि धेरै गर्ने चाहना थियो, त्यो अलि छिटै जानुभयो दाइ, त्यो झन् छिटै जानुभएको हो। खैर तपाईँलाई अहिलेको प्रश्नमा मैले गुनगुनाइरहने मुड हो त्यो, मेरा मुडका गीतहरू छन्। कुनै प्रसङ्ग यस्तो हुन्छ जिन्दगी खोला जस्तै बगिरहेछ भने मैले हिजो एउटा मेरो फेसबुकमा सानो 2टा फोटो राखेर राखेको थिएँ। कुनैमा तपाईँको गहिराइमा डुब्दै डुबिसकेका छौ भने मोती नटिपिन फर्का, त्यो भाइको अरूको फेलरलाई काम लाग्ने गीत त्यही हो। डुबिसकेको चाहिँ मोती निकाल्ने फर्किने जसरी मोती माथि आउने कोसिस गर्ने हो। त्यो हर गीतमा एउटा कथा र संवेदनशीलता छ मेरो गीतमा, शब्दमा। किन मेरा गीतकारहरू त्यस्तै होनार छन्। यादव खरेलजी त्यति राम्रो लेख्नुभयो, किरण दाइ त्यतिकै राम्रो लेख्नुहुन्छ, दिनेश अधिकारी, राजेन्द्र थापा, डाक्टर विश्वम्भर, निर शाहजी। अब मसँग जति पनि गीतमा समावेश हुनुभयो, रमण घिमिरे हुनुभयो, इभन मैले प्रकाश सामीको गीत गरेको छु, इभन मैले उहाँहरूका गीतहरू, कालीप्रसादजीका गीतहरू सिम्पली छ। मन पराउने 1000 भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ। जति रुवाओस् धरधरी रुवाओस्, आफ्नो मान्छे आफ्नै हुन्छ। के कुरा साधारण पनि हुन्छन् तर गहन हुन्छन्। यस्तै रहेछ यहाँको चलन, गहन छ। पर्खिबसी आउँछ भने मेरो उठ्ने पालो। अब मन्दिर र मूर्तिको विषयमा किरण दाइले व्याख्या गर्नुभएको छ नि, मन्दिरमा छ कि मूर्तिमा माया भनेर। त्यो यो शब्द चयन, शब्दहरू कति त्यो सङ्गीतले त्यसलाई डेप्थ लैजान्छ, कहाँ पुग्न सकिन्छ। त्यो शब्दसँग म कति आफूलाई गर्न सक्छु, न्याय गर्न सक्छु कि सक्दिनँ, फेरि ट्राई गर्छु। मेरो जात भन्नु नै यो माटोको सुवास, कुनै राष्ट्रिय गीत मलाई मन पर्यो जिसाको, यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाऊ, फर्किआओ शान्ति तिमी लाली गुनास भन्छन्। माने हर कुरामा म चलचित्रमा सायद मलाई लाग्छ मेरो आधुनिक गीत सङ्गीतको 34 साल भन्नु, हुन त उताकोबाट आएकोलाई पनि जोड्नु, त्यो भन्दा सिर्जनाहरू धेरै भएका छन्। तर यतापट्टि जोड्दाखेरि पनि 41 साल 42-43 त्यहाँसम्म पुग्दाखेरि पनि धेरै छामिनी, हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साइनो रहेछ रगतभन्दा रातो, कम गहन छ त्यो, कहाँ कति देवता हुन्छ नि। त्यो साइनो पारीको मान्छेलाई भनेको कुरा हो त्यो।
हामी जुन नेपालीहरू छौँ नि संसारमा कहाँ कहाँ छरेर बसेका छौँ नि हाम्रो साइनो त रगतभन्दा रातो छ त्योभन्दा न अझ माथि छ रगत रगत रगतमा त के भन्ने नेपाली भन्ने शब्द त ठुलो हो नि हामीले जहाँ संसारभरि बस्यो भने त हामी त नेपाली नै हौ नि कहाँ सक्छ बिर्सनलाई म एउटा सानो कार्यक्रममा चाहिँ म एटलान्टामा कार्यक्रममा थिएँ मलाई भेट्नको लागि रातभरि ड्राइभ गरेर मान्छे आएर भेटेर कार्यक्रम मैले गएको हेरेन कि मलाई पनि हेरेँ मलाई छोएर हात मिलाएर गफसफ गरेँ $30 टिकट तिरेर गएँ त्यस्तो पनि हुन्छ माया गर्नेहरू त्यो साइनो हुन्छ क्या रगतको गीतको मैले गुनगुनाउने धेरै छन् मैले यस्तो सिर्जना गरेँ तिहार आउँदाखेरि तिहारै आयो लो झिलिमिली त्यो पनि गुनगुनाइ तिहारमा गुनगुनाइन्छ तपाईँको ए हजुर यसपालिको तिहारै रमाइलो पनि भनिन्छ कहाँ गुनगुनाउने ठाम छ नि मेरो वातावरण हुनु पर्यो गीत गुनगुनाउनलाई मैले वातावरण गीत बनाएको छु समय काल परको गीत बनाएको छु जुन समयमा उयो के हँसाउँछ नि कहिले कहिले ए तपाईँले राष्ट्रिय गीत त गाउनु भएन तपाईँ जानेलाई साँच्ची भोलि तपाईँको ऊ भयो भने गीत बजाएर लाने गीत के हुन्छ भने कसैले कसैलाई सोधेको जोक पनि छ नि त्यो होइन त्यो आफ्नो ठाउँमा छ तर मेरो यति मात्रै हुन्छ कि जब आफ्नो प्रोफेसनल आफ्नो क्षेत्रमा इमान्दारीपूर्वकका साथ जब लागिन्छ भने ठट्टा गर्ने होइन त्यहाँ भाषा साहित्य जोडिएको हुन्छ अभिव्यक्ति जोडिएको हुन्छ मानिसको जीवन जोडिएको हुन्छ दर्शन जोडिएको हुन्छ सङ्गीतको अघि यहाँ एउटा प्रश्न भएको थियो लोक साहित्य के अरे लोकगीतका तपाईँले पहिला लोकगीत मात्रै अनि पछिबाट अनि फेरि सुगम सङ्गीतमा भन्ने कुरा पनि भएको थियो त्यस्ता कुरा जोडेका हुन्छन् यति मात्रै हो जिन्दगीले यसरी धोका दियो कि त्यो पनि जिन्दगीले कहाँ धोका दिन्छ जिन्दगीलाई आफूले धोका जस्तो लाग्छ मलाई जानी जिन्दगी त आफ्नो हो नि शब्दलाई धोका दिने हो तर पनि गीतले भन्छ जिन्दगीले यसरी धोका दियो कि बुझ्नै सकिनँ त्यो हामी भावले लेख्ने नै हो सबै कुराहरू र म यति मात्रै के भन्छु भने म यस्तो गीत बनाऊँ यस्तो शब्द चयन गरौँ जो यहाँको पुस्ता भोलिको पुस्ता हिजोको पुस्ता जसले पनि गुनगुनाएर होस् मैले मात्रै गुनगुनाएर कहाँ पुग्छ र म त आफ्नो गीत गुनगुनाएरै आएको त हो नि यो हामीले लगभग 2.5 घन्टा जस्तै हुन लाग्यो कुराकानी गऱ्यौँ यहाँको साङ्गीतिक क्षेत्रको बारेमा गायनदेखि लिएर लेखनदेखि लिएर 28 सालदेखि 30 सालको त्यो बिचमा के गरियोदेखि लिएर हामी एआईको साङ्गीतिक डेब्युले चाहिँ कस्तो खालको समय निम्त्याउँछ भन्ने किसिममा यहाँले आफ्नो अमूल्य समय हामीलाई दिएर यो सबै समयका लागि हामी धेरै धेरै आभारी छौँ म पनि यहाँलाई थ्याङ्क्स किन भन्छु यहाँहरूको यो इन्टेलेक्चुअल क्वेसन्सहरू यो जहाँ सुनिरहेको सोधिरहेको भन्दा अहिले अलग किसिमले युवराज घिमिरे सरको एउटा नेतृत्वमा मैले यहाँ हेरेँ तपाईँको यो म एक्चुअली म त्यति कहीँ गइरहेको पनि छैन कम जान्छु नजाने होइन जान्छु तर पनि गएको छैन अहिले नगएको कुरामा यो तपाईँको यो देश संसार चौतारी मैले वाच गरिरहेको छु तपाईँले यसलाई राम्रोसँग यो राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा सबैले यसलाई चाहिँ माया गरेकै मैले देखेर वाच गरेको पनि देखेको छु र मलाई लाग्छ तपाईँकै यस्तै कार्यक्रमले नै सही कुराहरू अब हामीले जे जानेका छौँ जे भोगेका छौँ जे हाम्रो अभिव्यक्ति जुन छन् आफ्नो मनको कुराहरू हामीलाई डर लाग्दैन किन डर लाग्दैन भने हामी स्वतन्त्र छौँ सिधा छौँ हाम्रो मनमा कसले के भन्ला कसले के होला भने होइन नचाहिने कुरा बोल्नु हुँदैन हामी सबैको मनमै गाना बसोस् भनेर सबैले मन पराउनु सबैको जिन्दगीसँग मेल खाओस् उही माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा भने जस्तै यो चिज हो तपाईँलाई भेट्न आएको गाउँ हो यो आज म आइपुगेँ खुसी लाग्यो थ्याङ्क यू भेरी मच अल टिमलाई मेरो बधाई छ शुभकामना थ्याङ्क यू